थलका सहाप्रमुख श्री राम सापकोटा सरलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म अनुरोध गर्छु। प्रमुख अतिथि सभापति सबैलाई फुलमाला र खाजा लगाई यो कार्यक्रममा स्वागत गरिदिनु हुन म मेरा कर्मचारी साथीहरूलाई हार्दिक अनुरोध गर्छु। अब हामी हाम्रो कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाउन गइरहेका छौं। अब हाम्रो कार्यक्रमलाई दियो प्रज्वलन तथा यो धूप बालेर यो कार्यक्रमको समुद्घाटन गरिदिनु हुनुको लागि आजका यस कार्यक्रमका सभापति तथा प्रमुख अतिथिज्यूलाई म अनुरोध गर्छु र राष्ट्रगान बजाउन सहयोग गर्नको लागि म हाम्रा प्राविधिक टिमलाई अनुरोध गर्छु।
सबैलाई नमस्कार। चेतनशील बौद्ध महिला विकास केन्द्र नम्बर 1 सत्य बोल्छौँ अनुशासित परिसरमी हुन्छ फजुल खर्च शासित परिसरमी हुन्छौँ अनुशासित परिसरमी हुन्छौँ सत्य बोल्छौँ अनुशासित परिसरमी हुन्छौँ फजुल खर्च नगरेर बचत गर्ने गर्छौँ सफा राख्छौँ घर आँगन बाल बच्चालाई सफा राख्छौँ घर आँगन बाल बच्चालाई समूहमा मिली बस्छौँ सधैँ सधैँलाई समूहमा मिली बस्छौँ सधैँ सधैँलाई बिडी चुरा खैनी रक्सी अब खाने होइन बिडी चुरा खैनी रक्सी अब खाने होइन परिवार सानो राख्छौँ झुटो बोलिँदैन परिवार सानो राख्छौँ झुटो बोलिँदैन अन्याय त सहिँदैन पनि गरिँदैन अन्याय त सहिँदैन पनि जे बोल्छौँ गरी छाड्छौँ हामी स्वाभिमानी गरी छाड्छौँ हामी स्वाभिमानी जे बोल्छौँ गरी छाड्छौँ हामी स्वाभिमानी जे बोल्छौँ गरी छाड्छौँ हामी स्वाभिमानी जे गर्छौँ गरी छाड्छौँ हामी स्वाभिमानी धन्यवाद। आएको छ स्वागत मन्तव्यको र यो सभालाई स्वागत मन्तव्य राखी सबै अतिथिगण प्रमुख अतिथि र सम्पूर्ण सदस्यहरूलाई स्वागत गरिदिनु हुन म यस संस्थाका शाखा प्रबन्धक श्री जगतबहादुर जीसीजीलाई अनुरोध गर्छु। धन्यवाद। यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड को 19औं वार्षिक साधारण सभामा उपस्थित हुनुभएको यस सभाका सभापति महोदय, प्रमुख अतिथि, विशेष अतिथि, त्यसै गरी सम्पूर्ण अतिथिगणहरू, यस संस्थाको केन्द्रीय कार्यालयबाट पाल्नुभएको यस संस्थाका सचिवज्यू, त्यसै गरी संस्थाको प्रमुख कार्यकारी प्रमुखज्यू, त्यसै गरी विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, साथै यस हाम्रो निम्तोलाई स्वीकार गरेर आउनुभएको अन्य अतिथिगणहरू र विभिन्न केन्द्रबाट पाल्नुभएको प्रमुखज्यूहरू सम्पूर्णमा तथा सम्पूर्ण शेयर सदस्यज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट तथा शाखा कार्यालय थलोको तर्फबाट नमस्कार टोक्याउँछु। नमस्कार। विशेष गरी यो साधारण सभा केन्द्रीय कार्यालयमा नै आयोजना हुने गर्थ्यो प्रत्येक वर्ष र अहिलेको वर्ष प्रत्येक शाखा वाइज शाखामा चाहिँ यो मिनी साधारण सभाको रूपमा गर्ने यो सुरुवात गरिएको छ। त्यस कारणले हाम्रो अहिले चाहिँ यो शाखामा पनि त्यस अनुसार नै एउटा मिनी साधारण सभाको रूपमा यसलाई हामीले लिएका छौँ। सम्भवतः यसको बन्द सेसन हाम्रो केन्द्रीय कार्यालयमा हुनेछ र यो विशेष गरी यो साधारण सभामा गरिमामय सदनमा यो सभामा चाहिँ संस्थाको वार्षिक कार्य प्रगति विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्ने एउटा उद्देश्य राखिएको छ। यो गरिमामय सभामा यहाँहरू सबैजनाले हाम्रो निम्तोलाई स्वीकार गरेर आउनुभएको छ। त्यसको लागि म फेरि पनि स्वागत गर्न चाहन्छु। साथै सम्पूर्ण सदस्यज्यूहरू, शेयर सदस्यज्यूहरू जसले महत्त्वपूर्ण समय दिएर यहाँसम्म आउनुभयो, उहाँहरूलाई पनि पुनः धन्यवाद तथा स्वागत गर्दै मेरो सानो भनाइ यही अन्त्य गर्छु। हवस् त, नमस्कार। जय सहकारी। बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभा यो मिनी साधारण सभा होइन, यो ठुलै साधारण सभा नै हो। संस्था ठुलो भयो, कार्यक्षेत्र 4 जिल्ला भए
सदस्य लगभग 51,000 जना हुनुभयो। धेरै सदस्य हुँदाखेरि सबलाई एकै ठाउँमा बोलाएर एउटै कुरा गर्दाखेरि धेरै खर्च हुने र सबैको सहभागिता नहुने भएको हुँदा संस्थाले अहिले 21 ठाउँमा जहाँ जहाँ शाखा कार्यालयहरू छ तिनी सबै ठाउँमा एउटै कार्यसूची तयार गरी साधारण सभा गरेको छ र सहकारी ऐन 2074 र नियमावली 75ले नयाँ व्यवस्था गरे अनुरूप यो 19औं वार्षिक साधारण सभा हामीले एउटै साधारण सभालाई टुक्राएर ठाउँ ठाउँमा गर्न गइरहेका छौँ र यो थलोमा यहाँको स्थानीय जनप्रतिनिधि त्यस्तै गरी यहाँका बुद्धिजीवी समाजसेवी र यो क्षेत्रका शेयर सदस्यहरू यो कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। आज यहाँ उपस्थित हुनुभएका सदस्यज्यूहरू कोही 25 कोही 30 कोही 40 जना सदस्यहरूको प्रतिनिधि स्वरूप यहाँ उपस्थित भइराख्नु भएको छ र यो साधारण सभामा अहिले यो पहिलो सत्र हो र दोस्रो सत्रमा राखिने सम्पूर्ण प्रस्तावहरू मुख्य साधारण सभामा जे राखिन्छ त्यही प्रस्तावहरू हामीले यहाँ नीति निर्माण गर्छौँ, निर्णय गर्छौँ र यसको विरेन्द्रनगरमा हुने साधारण सभा पुसको 13 गते हुन्छ र यहाँबाट एकजना प्रतिनिधि पनि जानुहुन्छ र पुसको 14 गते कार्यालयमा यो सबै साधारण सभाको निर्णयलाई साइन गर्ने कार्यक्रम हुन्छ। त्यसमा सबै ठाउँबाट साधारण सभा भएर आएको प्रतिनिधिहरूलाई त्यहाँ एउटा अफिसमा छुट्टै कार्यक्रम गरेर यो निर्णयहरू चाहिँ साइन गर्ने कार्यक्रम रहेको छ। फेरि पनि नमस्कार यहाँहरूलाई। म विशाल केसी यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत र आजको यो कार्यक्रम सञ्चालक। म आज अब यो संस्थाको बाह्य लेखा परीक्षक सीए श्री ज्ञानेन्द्र सुवेदीले संस्थाका शेयर सदस्यहरूको लागि पेश गर्नुभएको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्न गइरहेको छु। मेरो हातमा एउटा किताब छ। यो पुरै किताब पढ्दाखेरि मलाई धेरै टाइम लाग्ने भएको हुँदा म यो किताबको मुख्य मुख्य अंशहरूलाई पढ्छु र तपाईँहरूको हातमा पनि प्रतिवेदन छ, त्यसमा सबै कुराहरू दिइएको छ र त्यसमा भएका कुराहरूमध्येमा पनि केही कुराहरू म यहाँ पढेर सुनाउँछु। एकदम ध्यानपूर्वक सुन्नु होला र म यो संस्थाको चाहिँ अडिट रिपोर्ट चाहिँ पढेर तपाईँहरूलाई सुनाउन गइरहेको छु। बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडका शेयर सदस्य महानुभावहरू समक्ष स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन। वित्तीय विवरणमाथि लेखा परीक्षकको राय। हामीले बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडको वित्तीय विवरण सोमा समाविष्ट असाढ 31 2076 को वास्लात सो मितिमा समाप्त भएको आर्थिक वर्षको आयव्यय विवरण तथा सोही मितिमा समाप्त भएका नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन र प्रमुख लेखा नीति तथा लेखा सम्बन्धी टिप्पणीहरूको लेखा परीक्षण सम्पन्न गरेका छौँ। हाम्रो रायमा संलग्न वित्तीय विवरणहरूले असार 31 2076 को संस्थाको वित्तीय स्थिति र सो मितिमा समाप्त भएको अवधिको सञ्चालन नतिजा लेखाको सर्वमान्य सिद्धान्त अनुसार यथार्थ चित्रण गर्दछ। उपरोक्त आधारमा लेखा परीक्षण गरी निम्न अनुसारको प्रतिवेदन पेश गरेका छौँ। लेखा परीक्षण सम्पन्न गर्न हामीले आवश्यक ठानेको सूचना र स्पष्टीकरणहरू उपलब्ध भएका छन्। यस प्रतिवेदनसँग सम्बन्धित वास्लात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू प्रचलित कानुनलाई पालना गरी तयार भएका छन् र संस्थाले राखेको लेखासँग दुरुस्त रहेका छन्। हामीले लेखा परीक्षण गरेका श्रेष्ठताहरूको आधारमा संस्थाको कारोबार सन्तोषजनक रहेको पाइयो। हामीलाई प्राप्त जानकारी, स्पष्टीकरण र हामीले परीक्षण गरेका श्रेष्ठताहरूबाट संस्थाको सञ्चालक समिति वा कुनै सञ्चालक वा संस्थाको कुनै कर्मचारीले लेखा सम्बन्धी कुनै ऐन कानुन विरुद्ध काम गरेको, संस्थालाई कुनै हानि नोक्सानी वा बेहिसाब गरेको वा संस्था तथा निक्षेपकर्ताहरूको हक वा सुरक्षा विपरीत हुने काम गरेको पाएनौँ। ज्ञानेन्द्र सुवेदी, जोशी भण्डारी, चार्टर एकाउन्टेन्ट, उहाँहरू काठमाडौँदेखि आएर हाम्रो संस्थाको लेखा परीक्षण गर्नुहुन्छ र म यो संस्थाको 2076 असार 31 गतेसम्मको वास्लात प्रस्तुत गर्न गइरहेको छु। संस्थाको पुँजी तथा दायित्वतर्फ कुल शेयर पुँजी 14,94,89,800 रुपैयाँ, झगडा कोष 3,01,81,815 रुपैयाँ 40 पैसा, अनिवार्य कोषहरू 2,30,32,728 रुपैयाँ 18 पैसा, बाह्य ऋण 68,87,14,019 रुपैयाँ 49 पैसा, बचत निक्षेप 71,18,49,567 रुपैयाँ 10 पैसा, तिर्नुपर्ने अन्य कोष तथा व्यवस्थाहरूमा 16,62,70,521 रुपैयाँ 26 पैसा गरेर कुल पुँजी तथा दायित्वतर्फ 1,76,95,38,531 रुपैयाँ 44 पैसा रहेको छ भने सम्पत्ति तथा जायजथातर्फ नगद मुद्दात 6,57,106 रुपैयाँ, बैंक मुद्दात 14,71,79,879 रुपैयाँ 57 पैसा, पाउनुपर्ने धरोटी तथा सापटी 2,23,19,138 रुपैयाँ 70 पैसा, ऋण लगानी हिसाब 1,50,06,64,179 रुपैयाँ, मौजदात हिसाब 12,57,231 रुपैयाँ 76 पैसा, लगानी हिसाब 45,65,500 रुपैयाँ
स्थिर सम्पत्ति 9,28,75,476 रुपियाँ 41 पैसा गरेर कुल सम्पत्ति तथा जायज यथा 1,76,95,38,531 रुपियाँ 44 पैसा। यो वर्षको गत वर्षको श्रावण 75 श्रावण 1 देखि 76 असार मसानसम्मको नाफा नोक्सान प्रतिवेदन पेश गर्न गइरहेको छु। ऋणमा ब्याज आम्दानी 23,21,29,432 रुपियाँ, बैंक ब्याज आम्दानी 33,39,429 रुपियाँ, जम्मा ब्याज आम्दानी 23,54,68,861 रुपियाँ। बचतमा ब्याज खर्च 5,10,48,650 रुपियाँ, बाह्य ऋणमा ब्याज खर्च 7,73,35,180 रुपियाँ 48 पैसा, जम्मा ब्याज खर्च 12,83,83,830 रुपियाँ 48 पैसा। खुद ब्याज आम्दानी 10,70,85,030 रुपियाँ 52 पैसा। डेयरी उत्पादन बिक्री 1,23,02,558 रुपियाँ 25 पैसा। डेयरी उत्पादन लागत 79,62,655 रुपियाँ 25 पैसा। कुल डेयरी आम्दानी 23,39,903 रुपियाँ। अन्य सञ्चालन आम्दानी 2,79,56,548 रुपियाँ, जम्मा आम्दानी 13,93,81,481 रुपियाँ 52 पैसा। कर्मचारी खर्च 7,01,54,252 रुपियाँ। सञ्चालन तथा प्रशासनिक खर्च 2,75,64,129 रुपियाँ। हरासकट्टी तथा अपलेखनमा 41,10,527 रुपियाँ 95 पैसा। जम्मा प्रशासनिक खर्च 10,18,28,908 रुपियाँ 95 पैसा। ऋण नोक्सानी कोष खर्च अहिलेको नाफा 3,75,52,572 रुपियाँ 57 पैसा। ऋण नोक्सानी कोष खर्च व्यवस्था 81,06,259 रुपियाँ। जम्मा सञ्चालन नाफा 2,94,46,313 रुपियाँ 57 पैसा। गैर सञ्चालन आम्दानी 90,612 रुपियाँ 28 पैसा। खुद नाफा 2,95,36,925 रुपियाँ 85 पैसा। कर्मचारी बोनस व्यवस्था 26,85,175 रुपियाँ। कर अघिको नाफा 2,68,51,750 रुपियाँ 85 पैसा। आयकर व्यवस्था 20%ले 53,62,074 रुपियाँ 71 पैसा। आयकर पछिको खुद नाफा 2,14,89,676 रुपियाँ 14 पैसा। यो गत वर्षको लास्ट बचेको नेट प्रफिट त्यति थियो र संस्था गत वर्षको यो कर मूल्याङ्कनमा उत्कृष्ट करदाता, जिल्लाकै उत्कृष्ट करदाताको रूपमा सम्मानित पनि भएको छ। धेरै कर तिरेर र करमा पनि संस्थाले योगदान दिएको छ। अब संस्थाको बचेको नाफा 2,14,89,676 जो लास्ट बचेको नाफा छ त्यसलाई बाँडफाँड गरिएको छ। जस्तै हामी सबै माछा मार्न गएपछि माछा बाँडे जस्तै त्यस्तै चाहिँ संस्थाले गरेको नाफा चाहिँ हामी सदस्यहरूलाई बाँडफाँड गर्ने कोषहरूमा हाल्छ र पछि बन्द सत्रले त्यसलाई पास गरेपछि फेरि खातामा आउँछ तपाईँहरूको। र यो सेयर सदस्यहरूको लागि भनेर छुट्टाएको। अब यसमा 25% कुल नाफाको 25% झगडा कोष भनेर अफिसको लागि छुट्टाएर राख्छ 53,72,419 रुपियाँ 3 पैसा। अन्य कोषमा बच्यो 1,61,17,257 रुपियाँ 10 पैसा। यो मध्येबाट पनि संरक्षित पुँजी फिर्ता कोष 25%ले 40,29,314 रुपियाँ 28 पैसा। सहकारी प्रवर्धन कोष 0.5%ले 80,586 रुपियाँ 29 पैसा छुट्टाएर 1,20,07,356 रुपियाँ 54 पैसा बचेको छ। त्यो मध्येमा सेयर लाभांश कोष 90,75% का दरले 90,05,570 रुपियाँ 41 पैसा। सहकारी शिक्षा कोष, संस्था विकास कोष, घाटापूर्ति कोष, सामुदायिक विकास कोष, अन्य जोखिम व्यवस्थापन कोषमा 5% का दरले 6,367 रुपियाँ 83 पैसा छुट्टाइएको छ। र संस्थाको मुख्य कारोबारको झलकी नै हो। बाँकी सबै डिटेलमा तपाईँहरूको हातमा दिएको प्रतिवेदनहरूमा छ, हेर्नु होला। र मैले यति भन्दै लेखा परीक्षकद्वारा दिइएको संस्थाको प्रमुख प्रतिवेदनहरू पढेर भ्याएँ। र अब कार्यक्रम हाम्रो यस संस्थाको वार्षिक प्रतिवेदन सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन पेश गरिदिनु हुनको लागि म यस संस्थाका सचिव तथा संयोजक श्री पासाङ मतराज्यूलाई आमन्त्रित गर्न चाहन्छु। हस् त, धन्यवाद। यस बौद्ध ग्रामीण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको सेवा केन्द्र थलाले आयोजना गरेको र वडाका प्रतिनिधि, वडा अध्यक्षज्यू र बजार व्यवस्थापन समितिका अध्यक्षज्यू, इलाका प्रहरी कार्यालयका प्रतिनिधिज्यू, इलाका कर्मचारी भाइ बहिनीहरू,
र विशेष गरेर यस संस्थामा आबद्ध हुने शेयर सदस्यज्यूहरूलाई म आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट सहकारीको न्यानो अभिवादन टक्राउन चाहन्छु। म विशेष गरेर यस संस्थाको वार्षिक प्रतिवेदन र आगामी प्रस्तावित कुराहरू म यहाँहरू समक्ष म सुनाउन गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। बौद्ध ग्रामीण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभामा उपस्थित हुनुभएको सम्पूर्ण शेयरधनी सदस्यहरू तथा यस संस्थामा प्रत्यक्ष अप्रत्यक्ष सहकारी राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट न्यानो सहकारी अभिवादन साथ आजको यस सभामा हार्दिक स्वागत गर्दछु। विगतका वर्षभन्दा यस वर्षको साधारण सभामा संस्थामा आबद्ध रहनुभएका शेयर सदस्यहरूको बढीभन्दा बढी सहभागिता तथा संयुक्तको लागि संस्थाले सेवा केन्द्रहरूलाई एकाइमा विभाजन गर्दै एकै कार्यसूची निर्माण गरी अलग अलग स्थानमा आयोजना गर्न गइरहेको छ। सोही अनुरूप यस अवसरमा म 76 असार मसान्तको संस्थाको वार्षिक आर्थिक वर्ष 2075-76 को नाफा नोक्सान हिसाब, नाफा बाँडफाँड हिसाब, नगद प्रवाह विवरण र अन्य सम्पूर्ण वित्तीय विवरणहरू संस्थाको स्वीकृतिका लागि प्रस्तुत गर्दछु। यस सम्मानित सभामा म सञ्चालक समितिको तर्फबाट संस्थाको विभिन्न परिसूचक प्रस्तुत गर्दै संस्थाको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा भावी कार्यक्रमहरू प्रस्तुत गर्दछु। देशमा नयाँ संविधान जारी भएसँगै राजनीतिले नयाँ गति लिएको र देशमा भएको विकासका निरन्तर प्रयास बावजुद पनि अर्थतन्त्रमा उच्च गरिबी र न्यून आर्थिक वृद्धि दर, उच्च आर्थिक असमानता र उच्च बेरोजगारको स्थिति विद्यमान रहेको अवस्थामा वित्त बजारमा भएको ठुलो उतार चढाव र बजारमा बढ्दो प्रतिस्पर्धाको बावजुद पनि आर्थिक वर्ष 75-76 मा संस्थाले निक्षेप, कर्जा, मुनाफा, सेवा आदि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको कुरा जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ। समीक्षा अवधिभरमा संस्थाले हासिल गरेको आर्थिक प्रगतिको संक्षिप्त रूपरेखा निम्न बमोजिम प्रस्तुत गरेका छौँ। र यस वर्षको नाफा नोक्सान 75-76 सालको नाफा नोक्सान उहाँ सरले सुनाइसक्नु भएको छ। तर के भन्दाखेरि 74-75 सालमा संस्थाले कुल 2,25,95,000 रुपियाँ आम्दानी गर्न सफल भएको छ भन्दाखेरि त्यो वृद्धि भएर 75-76 मा 2,95,36,925 रुपियाँ चाहिँ आम्दानी हुन सफल भएको छ, जो चाहिँ 69,43,43,530 रुपियाँ हुन जान्छ र यो चाहिँ 31% वृद्धि भएको देखिन्छ। समीक्षा अवधिको वित्तीय विवरणलाई हेर्दा संस्थाको कारोबारमा निरन्तर वृद्धि भइरहेको कुरा प्रष्ट देखिन्छ। यसरी कारोबारमा भएको वृद्धिको कारण संस्थाको वास्तविक आकार गत आवाको तुलनामा 65% वृद्धि भई प्रस्तुत आवामा 1,76,95,38,531 पुगेको छ। विगत आवाको तुलनामा समीक्षा अवधिमा निक्षेपतर्फ 35% वृद्धि हुने गई कुल निक्षेप 71,18,49,567 पुग्न गएको छ। निक्षेपमा वृद्धि भएपछि संस्थाको सही अनुपातमा लगानीतर्फ पनि वृद्धि गर्नुपर्ने भएकोले आर्थिक वर्ष 2074-75 मा संस्थाले गरेको कर्जा प्रवाहको रकममा आर्थिक वर्ष 75-76 को अन्तसम्म 73% वृद्धि भएको छ। जस समीक्षा अवधिभरिमा संस्थाले कुल 2,12,57,90,900 रुपियाँ कर्जा लगानी गर्न सफल भएको थियो र 1,49,9,78,287 असुल गरी 1,50,06,64,000 बाँकी कर्जा रहेको छ। संस्थाले अत्यन्त सावधानीपूर्वक जोखिम मूल्याङ्कन गर्दै लगानीतर्फको जोखिम न्यून गर्ने नीति लिएको कारण खराब कर्जाको स्तरलाई न्यून बिन्दुमा सक्षम भएको छ। यस अवधिको अन्तसम्ममा संस्थाको कर्जातर्फको जोखिम कम गर्नका लागि सहकारी विभागको मापदण्डमा दिइएको निर्देशन बमोजिम 2,15,11,413 रुपियाँ ऋण नोक्सानी कोषमा रकम व्यवस्था गरिएको छ। संस्थाको कर्जा असुली दर 79.44% रहेको छ। आर्थिक वर्ष 75-76 मा संस्थाको कुल सञ्चालन आम्दानी गत वर्षको तुलनामा 31% वृद्धि भई 13,93,44,118 रुपियाँ छ भने सञ्चालन खर्च 32% वृद्धि भई 10,79,35,168 रुपियाँ पुगेको छ।
संस्थाको प्रस्तुत आर्थिक वर्षमा खुद मुनाफा गत वर्षको तुलनामा 31%ले वृद्धि भई 2,95,36,925 रुपियाँ कायम हुन सकेको छ। समीक्षा अवधिको अन्तसम्म संस्थाले कर्णाली प्रदेशको प्रदेश नम्बर 6 को सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला गरी कुल 4 जिल्लाभरमा रहेको शेयर सदस्यहरूको सुविधाका लागि कुल 20 वटा सेवा केन्द्र स्थापना गरी सेवा विस्तार गर्न सफल भएको छ। यस आवमा दैलेख जिल्लाको आठबिसा नगरपालिका स्थित राकम कर्णाली र सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका स्थित मटेला गरी थप 2 वटा नयाँ सेवा केन्द्रहरू स्थापना गरिएको छ। यस आवमा संस्थामा कुल 8,828 जनालाई संस्थाको नयाँ शेयर सदस्य प्रदान गरिएको, जस पश्चात 2076 असार मसान्तसम्म संस्थामा कुल 50,638 जना सदस्य रहेको, जसमध्ये 41,192 जना महिला र 9,371 जना पुरुष सदस्य रहेका छन्। संस्थाको शेयर सदस्यहरूको व्यापार व्यवसाय सञ्चालनमा सहयोग गर्न विभिन्न विपन्न वर्गका परिवारहरूलाई लघु कर्जा उपलब्ध गराउन संस्थाले विभिन्न कमर्सियल बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा कारोबार गरेको छ। संस्थाको बाहिरी ऋण गत वर्षको तुलनामा 124% वृद्धि भई कुल 67,87,14,079 रुपियाँ हुन पुगेको छ। संस्थागत सामाजिक उत्तरदायित्वको निर्वाहमा संस्थाले आफ्नो स्थापनाकालदेखि नै प्रत्यक्ष रूपमा वा विभिन्न सामाजिक तथा समदत्त परिवारहरूको माध्यमबाट योगदान पुर्याउँदै आएको छ। संस्थाले खास गरी शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक लगायतका प्राकृतिक प्रकोपबाट पीडितलाई सहयोग गर्दै आएको छ। संस्थागत सामाजिक कार्यक्रम अन्तर्गत आवा 74-75 मा संस्थाको कुल 26,90,171 रुपियाँ खर्च गरेको छ, जसमध्ये 25,851 रुपियाँ कोषबाट र 1,55,320 प्रत्यक्ष आम्दानीबाट खर्च गरिएको छ। उक्त खर्चको संक्षिप्त विवरण निम्न बमोजिम रहेको छ। संस्थाले 2074 माघदेखि सदस्यहरूको कुनै पनि सदस्यको दुर्घटना वा कालगतिको मृत्यु हुँदा सामाजिक जिम्मेवारी अन्तर्गत स्थापना गरिएको सदस्य सुरक्षा कोषबाट आवा 75-76 मा 56 जना सदस्यहरूको मृत्यु हुँदा 56 लाख राहत स्वरूप वितरण गरिएको छ। सदस्यहरूलाई सुगर, ब्लड प्रेसर चेक जाँच गर्ने, स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव दिने उद्देश्यका साथ आवादेखि 1 जना अयव नियुक्ति गरी सदस्य स्वास्थ्य सुरक्षा कार्यक्रम लागू गरिएको छ, जस अन्तर्गत समीक्षा अवधिभरमा कुल 7,500 जना सदस्यहरूले स्वास्थ्य जाँच गराउनु भएको थियो। उक्त कार्यक्रममा सदस्यहरूले आफ्नो स्वास्थ्य सम्बन्धी विभिन्न जानकारीमूलक सूचनाहरूको साथै बेलै विभिन्न रोगबाट सतर्क गराउन सफल भएको पाइएको छ। यो कार्यक्रममा यस आवमा 65,248 रुपियाँ खर्च गरिएको छ। बिनादितो खर्च उपलब्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको लघुवित्त कार्यक्रम मार्फत संस्थाले क्षमता विकास कोषको स्थापना गरी विभिन्न खाले सिप तथा स्वरोजगारमूलक तालिमहरू सञ्चालन गर्न सफल भएको छ। समीक्षा अवधिभरमा क्षमता विकास कोष मार्फत सदस्यहरूलाई केन्द्रमै तथा विभिन्न तालिम केन्द्रहरू खडा गरी विभिन्न आयमूलक तालिमहरू सञ्चालन गर्न सफल भएको छ, जसमा मुख्य रूपमा वित्तीय साक्षरता तालिम, सिलाइ कटाई, कृषि, पशु जस्ता तालिमहरू सञ्चालन गरिएका थिए। उक्त कार्यक्रम सम्पन्न गर्नका लागि कुल 3,03,562 रुपियाँ खर्च गरिएको छ। यस संस्थामा एउटा मुख्य रूपमा सञ्चालक समिति बाहेक अन्य उपसमितिहरूमा ऋण उपसमिति, पदपूर्ति समिति, लघुवित्त उपसमिति, पुस्तक प्रकाशन उपसमिति, भवन निर्माण उपसमिति इत्यादिहरू रहेका छन्। अब 2075-76 मा अग्रिम आयकर बापत 66,15,038 रुपियाँ व्यवस्था गरिएको र विभिन्न भुक्तानीमा करकट्टी गरी बापत रु 41,14,608 रुपियाँ गरी कुल 1,07,29,446 रुपियाँ आन्तरिक राजस्व कार्यालय सुर्खेतमा जम्मा गरेको छ। 2077 असाढ मसान्तसम्ममा संस्थाले कुल चुक्ता पुँजी 25 करोड पुर्याउने, जसका लागि संस्थाका शेयर सदस्यहरूबाट शेयर लगानी वृद्धि गर्नलाई आह्वान गरिनेछ। शेयर सदस्यहरूलाई निश्चय वृद्धि गर्नका लागि विभिन्न किसिमका बचत योजनाहरूमा सहभागी गराउने र उक्त बचत खाताहरूमा आकर्षक ब्याज प्रदान गरेर सदस्यको बचत वृद्धि गरी परनिर्भरता कम गर्दै लैजाने। संस्थाको वार्षिक साधारण सभा तथा विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम उपयुक्त देखिएको सहकारी संस्थाहरूलाई प्राप्ति गर्ने। संस्थाको प्रस्तुत पिउने पानी उद्योगको भवन निर्माण तथा मेसिनरी जडान गरी पानी उत्पादन, प्रशोधन तथा बजारीकरण गर्ने। विप्रेषणको कारोबारलाई अझ व्यवस्थित गरी अन्य रेमिटान्स सेवा प्रवाह गर्ने र कम्पनीहरूसँग समेत सम्झौता गरी त्यसको कार्यक्षेत्र र कारोबार वृद्धि गर्ने। कर्जाको गुणस्तरमा सुधार गर्दै लैजाने र कर्जा विस्तार गर्दा कृषि, साना तथा घरेलु उद्योगको विकासका लागि लगानीमा अझै वृद्धि गर्ने।
लघुवित्त कार्यक्रममा नीतिगत सुधार गरी सदस्यहरूले गुणस्तरीय सेवा प्रदान गर्ने, स्वच्छ लघुवित्तको अभियानलाई अघि बढाउने, सदस्यहरूलाई आधुनिक कृषि प्रणाली सम्बन्धमा अध्ययन अनुसन्धान गराई सिप क्षमता अभिवृद्धि गराउन लागि कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढी सुदृढ गर्ने, सूचना प्रविधिलाई समयानुकूल सुधार एवं विस्तार गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न थप कार्यक्रमहरू सञ्चालन गर्ने, 2076 असार मसान्तको वासलात 75 क्षेत्रको नाफा नोक्सान हिसाब, नाफा बाँडफाँड हिसाब, नगर प्रवाह हिसाब, सम्बद्ध अनुसूचीहरू र लेखा परीक्षकको प्रतिवेदन यसै प्रतिवेदनसँग अङ्ग रूपमा राखिएको छ। संस्थाको नियमित कारोबारको सिलसिलामा देखिएका सामान्य टिप्पणी बाहेक खास प्रतिकूल टिप्पणीहरू लेखा परीक्षण प्रतिवेदनमा देखिएको छैन। लेखा परीक्षणले दिएको सुझाव तथा सल्लाहलाई कार्यान्वयन गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ। सहकारीको परिभाषालाई जीवन्त प्रदान गर्दै अन्तर्राष्ट्रिय सहकारी मूल्य मान्यताले कायम राख्दै कर्णाली प्रदेशको एक सफल र सक्षम सहकारी संस्थाको स्थापनाका लागि निरन्तर सहयोग, प्रोत्साहन र मार्गदर्शन प्रदान गरी संस्थाको मनोबल उच्च राख्न सहयोग गर्ने हाम्रा आदरणीय शेरधनी महानुभावहरू, नेपाल सरकारको कृषि तथा सहकारी मन्त्रालय, सहकारी विभाग सम्बद्ध निकायहरू, प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सम्बद्ध पक्षहरू लगायत सबैलाई हार्दिक आभार प्रकट गर्दछु। संस्थाको उत्तरोत्तर प्रगति, उन्नति र प्रगति पुर्याउने भएको योगदानका लागि प्रमुख कार्यकारी अधिकृत लगायत संस्थाका व्यवस्थापन समूहका सम्पूर्ण शाखा उपशाखा, आन्तरिक लेखा परीक्षक तथा कर्मचारीहरू, अन्य सहयोगीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै संस्थाको गतिविधिहरूलाई संस्थाको सकारात्मक रूपमा जनसमक्ष पुर्याइदिने, सञ्चार जगत र प्रत्यक्ष अप्रत्यक्ष रूपमा संस्थालाई सहयोग पुर्याउने सम्पूर्ण शुभेच्छुकहरूलाई हार्दिक आभार व्यक्त गर्दछु। हस्त धन्यवाद। यी चाहिँ रह्यो मैले वार्षिक प्रतिवेदन मैले यहाँ समक्ष प्रस्तुत गरेँ र आगामी सालमा पनि यो क्षेत्र सत्तरमा के कुराहरू तपाईँहरूको प्रस्तावित कुराहरू छन् म ती कुराहरू मैले प्रस्तुत गरेँ र म चाहिँ यस संस्थाको सञ्चालक समितिको सचिव र तपाईँहरूको यो लघुवित्त कार्यक्रमको कार्यक्रम संयोजक। तपाईँको यो सेवा केन्द्रको विषयमा बोल्दाखेरि र यो क्षेत्रकै तपाईँको कुरालाई समेटेर कुरा गर्दाखेरि तपाईँहरूलाई अनि अब कतिपय दिदीबहिनीहरू टाढाबाट आउनुभएको होला, सम्भवतः तपाईँको यो बजारमा आजभन्दा लगभग 5 वर्ष पहिला 71 सालतिर वगेर 70-71 सालतिर जाजरकोटको खलङ्गा र थलामा सेवा केन्द्र स्थापना गर्ने भनेर मेरै नेतृत्वमा मैले चाहिँ हाम्रा कर्मचारी भाइ बहिनीहरू र अब तपाईँको सामानहरू बन्दोबस्तका सामानहरू लिएर आएका थियौँ र हामी चाहिँ पहिला चाहिँ जाजरकोटको खलङ्गा बजारमा गयौँ र त्यहाँ चाहिँ हामी सेवा केन्द्र स्थापना गर्न चाहिँ सफल भयौँ। त्यहाँबाट फर्केर आउँदाखेरि तपाईँहरूको थला भन्ने ठाउँमा अब हामीले कहिल्यै नदेखेको ठाउँ, अपरिचित ठाउँ भनेर तपाईँको यहाँ सोध्दै त्यस बेलामा यो बाटो पनि त्यति राम्रो थिएन, भर्खर खन्ने क्रममै थियो। त्यस बेला आउँदाखेरि त्यति मलाई यो साह्रै यो विकास भएको जस्तो देखिएन यो थला बजार चाहिँ। त्यस बेलामा पक्की घरहरू भयो अनि त्यस्तो कुराहरू थिएनन्। यहाँ एक दुईवटा घर चाहिँ यो तलतिरपट्टि थियो क्या, नत्र अरू घर थिएनन्, साना साना घरहरू थियो र बजार पनि एकदम खालि सामान्य खालको थियो। यहाँ नेटको कुरा अभाव थियो त्यस बेलामा, बत्तीको अभाव थियो, बत्तीको त अहिलेसम्म नि अभावै छ क्यारे होइन, अभाव थियो। सम्भवतः तपाईँको यहाँ काम गर्ने कर्मचारी मैले जो ल्याएको थिएँ ती तराईवासी भएको हुनाले भर्खरका केटाकेटीहरू भएको कारणले अब सर यहाँ त यता हेऱ्यो पहाडै छ, उता हेऱ्यो पहाडै छ, यता हेऱ्यो पहाडै छ, उता हेऱ्यो खोला छ, सर हामी यहाँ कसरी काम गर्न सक्छौँ भनेर मलाई पनि धेरै ठिक लाग्यो। हेर्नुहोस् धेरै अँधारो मुख लगाएको तिनीहरूले कामै गर्न सकिन्न कि, हुनु पनि हो कि यहाँ धेरै अप्ठ्यारो छ कि भन्ने जस्तो लगाएर हामीले यहाँबाट चाहिँ फिर्ता भएर गयौँ। हेर्नुहोस् फिर्ता भएर यहाँ सेवा केन्द्रमा यहाँको बजारका अग्रज यहाँ व्यापारीहरू या यहाँको बुद्धिजीवीहरूले धेरै अनुरोध गर्नुभएको थियो त्यस बेलामा, नाइ तपाईँहरू चाहिँ यो शाखा चाहिँ यहाँ राख्नुहोस्, हामी यो तपाईँहरूले व्यवस्था गर्छौँ, हामी सहयोग गर्छौँ भन्नुहुन्थ्यो। त्यो भन्दै पनि हामी असमर्थ भयौँ। फलत तपाईँको 1 वर्ष जति भयो के अरे सर होइन, यहाँ कति 1.5 वर्ष भयो लगभग 75 को तपाईँको हाराहारीमा यो शाखा चाहिँ स्थापनाको भयो। तर
त्यस पछाडि तपाईँको म एकचोटि आएँ, फेरि म एकचोटि दुईचोटि म यहाँ आएँ। अहिले आउँदाखेरि तपाईँको यहाँ धेरै परिवर्तनहरू देखेँ मैले। यहाँ अहिले आएर मैले धेरै परिवर्तनहरू देखेँ। हेर्नुहोस्, यहाँ बजारमा पनि तपाईँको नपाउने चिज केही पनि रहेनछ। तपाईँको यहाँ काठमाडौँका सामानहरू, इन्डियाका सामानहरू, चाइनाका सामानहरू, बजार पनि तपाईँको अब हेर्ने हो भने तपाईँको 4 तला 5 तलाका बिल्डिङ, ढलान घरहरू, जता हेऱ्यो बाटै बाटो, तपाईँको जुन डाँडो हेऱ्यो बाटै चाहिँ पुरा बाटो गएको, गाडी जाने सुविधा भएको, हरेक चिज तसर्थ तपाईँको यो सहकारी संस्था एउटा विशुद्ध तपाईँको एउटा सहकारी संस्था हो। यो सहकारी संस्था भनेको तपाईँको सहकारी संस्थामा मालिक एउटा हुँदैन। हेर्नुहोस्, यसमा तपाईँको जति पनि हामी आबद्ध छौँ, अघि चाहिँ यो डाटामा देखिएको छ 50,000 भन्दा कति बेसी सदस्य भन्नुभएको छ, सेयर सदस्य, ती सब चाहिँ हाम्रो लागि मालिक हुन्। तपाईँको हेर्नुहोस्, अझ विशेष गरेर अझ पनि त्यसलाई टुक्राएर हेर्ने, छुट्याएर हेर्नुहुन्छ भनेमा यो थल बजारको सेवा केन्द्र जो छ नि, बौद्ध ग्रामीण संस्थाको यो सेवा केन्द्र, यो तपाईँ कसैको पनि होइन। हेर्नुहोस्, जाजरकोट खलङ्गा अनि सुर्खेतको वीरेन्द्रनगर त्यहाँको स्थानीय मान्छेहरूको होइन, यो यहीँको स्थानीय मान्छेहरू। हेर्नुहोस्, तपाईँहरूकै यो दाजुभाइहरूको, तपाईँ दिदीबहिनीहरूलाई यी सङ्घ संस्थाहरू तपाईँहरूले माया गर्नुभयो, विश्वास गर्नुभयो, साथ दिनुभयो, हरेक चिज गर्नुभयो भने तपाईँहरूको यही क्षेत्रको लागि, विकासको लागि यसले चाहिँ साथ दिने कुराहरू हुन्। तपाईँको सम्बन्ध त मलाई पुरा विश्वास छ। तपाईँको यो तपाईँहरूले यो छेडागढ नगरपालिका जो चाहिँ छ, अन्य वडाहरू गाउँपालिकाहरू छन्, ती सबको तपाईँको माया सद्भावले गर्दाखेरि तपाईँको संस्था चाहिँ आज यो स्थानमा पुग्न चाहिँ अनि सक्षम भएको छ। त्यो चाहिँ श्रेय चाहिँ यहाँको स्थानीय तपाईँको यहाँको अनि अब बजार, यहाँको बुद्धिजीवी, यहाँको सेयर सदस्य, यहाँको शुभचिन्तक सबैले जान्छ। तसर्थ तपाईँको मेरो अनुरोध अझ के भन्दाखेरि यहाँ चाहिँ अब मेरो बोल्ने विषय हो या त्यो होइन, अब त्यो म अलि छुटाउनु म असमर्थ छु। तर मलाई चित्त दुखेको कुरा, मलाई लागेको कुरा म यहाँ यहाँ हाम्रो समक्ष चाहिँ वडाका प्रमुख हुनुहुन्छ होइन, नगरकै प्रमुख हुनुहुन्छ। नगर प्रमुख भनेको र उपप्रमुख भनेको सानो कुरा होइन, धेरै ठुलो पावर हुन्छ उहाँहरूको, धेरै ठुलो स्थानमा राखेको छ राज्यले। अब यो क्षेत्रमा अरू सब तपाईँको मैले हेर्छु, हिजो एउटा यो पारी डाँडोमा एउटा टावर राखेर रहेछ। हामी त्यहाँ तलतिर नुहाउन गयौँ, त्यहाँबाट हामीले कुरा गऱ्यौँ, यस्तो अर्को डाँडामा के गरी लग्यो त्यो सामानहरू भनेर कुरा गर्दाखेरि अनि अल्तिर एकजना मान्छे हुनुहुन्थ्यो उहाँ, होइन सर उहाँ त गाडी गइसकेको छ, ऊ यहाँबाट गाडी गएको छ भन्नुहुन्थ्यो क्या। जता हेऱ्यो गाडी विकास भएको छ, सबै ठाउँमा विकास भएको छ। तर विकासको सबभन्दा ठुलो चरम तपाईँको विकास पनि के हो भन्दाखेरि बत्ती हो। हेर्नुहोस्, बत्ती तपाईँको भयो भनेमा त्यो धेरै कुराहरूले समस्याको समाधान गर्छ। हेर्नुहोस्, त्यसले स्वास्थ्यमा सुधार गर्छ, त्यसले शिक्षामा सुधार गर्छ, त्यसले उत्पादनमा सुधार गर्छ, त्यसले औद्योगिक के भन्छन् त्यो उद्योग कल कारखानाहरूलाई सुधार गर्छ। तसर्थ तपाईँको हाम्रो यो सेवा केन्द्रको तर्फबाट, यो इलाकै पुरा प्रतिनिधित्व तर्फबाट, तपाईँको हाम्रो सेयर सदस्य सम्पूर्ण तर्फबाट चाहिँ हाम्रा यस अनि छेडाघाट नगरपालिकाका सम्पूर्ण प्रमुखजीहरूलाई विशेष गरेर तपाईँको संस्थाकै तर्फबाट भनौँ, यो हाम्रो सदस्यहरूको तर्फबाट भनौँ, यो चाहिँ छिटोभन्दा छिटो चाहिँ यो क्षेत्रमा चाहिँ एकदम उज्यालो चाहिँ बत्ती बाल्ने जनताहरू कति इच्छुक छन्। उहाँ स्विच प्लग जोडिसकेका छन्, पङ्खा जोडेका छन्, कसैले टिभी के जोडेका छन्, तर बत्ती छैन होइन, तयार बसेका छन्। तर पहिला र अहिलेको नेपालमा ऊर्जाको क्षेत्रमा धेरै फरक भइसकेको छ। हेर्नुहोस्, पहिला हामीले तपाईँको 24 घन्टा 72 घन्टा 76 घन्टा 90 घन्टा चाहिँ लोड सेडिङ पर्ने अवस्था छ। अहिले त्यही तपाईँको क्षेत्रमा चाहिँ हाम्रो विद्युतमा तपाईँको उच्च स्तरमा काम गर्नेहरू, विद्युतका मन्त्रीहरू भयो, उहाँ प्रमुख कार्यकारी अधिकारी, उहाँहरूले के भन्नुभएको छ भन्दाखेरि तपाईँहरू अब चाहिँ यो राइस कुकर भन्छन् ग्यास चुलोमा चाहिँ खाना नपकाउनुहोस्, अब हामीसँग बिजुली पर्याप्त मात्रामा छ, बिजुलीमा खाना पकाउनुहोस् भनेर चाहिँ उहाँले आह्वान गरिसकेको अवस्था चाहिँ छ। अब त्यो आह्वान के भन्दा हामीसँग पर्याप्त मात्रा छ, त के कुरामा मिलिरहेको छैन, के कुरामा गाँठो परिरहेछ, त्यो गाँठोले फुकाएर चाहिँ यो क्षेत्रलाई नै एकदम उज्यालो चाहिँ मय गराउनु भयो भनेमा सम्भवतः तपाईँको यो क्षेत्रमा चाहिँ धेरै ठुलो कुराहरू विकास हुनुपर्नेछ। र तपाईँको अर्को कुरा उत्पादनको कुरा हेर्नुहोस्, अहिले हाम्रो देशमा मात्रै नभएर संसारभरिमा हेर्नुहोस्, सबैले चाहिँ एउटा मात्रै चाहिँ उसले चाहना छ के भन्दाखेरि आफ्नो ठाउँमा उत्पादन गरेको लोकल चिज के
लोकल चिजको उत्पादन गर्ने भन्छ अब विकासकी कुरा बाहिरको कुरा हुन त तपाईँको मैले जुम्ला जाँदाखेरि डोल्पा जाँदाखेरि पनि तपाईँको उहाँको के भन्छन् यो भारतको तपाईँको अनि तरकारीहरू मैले देखेँ त्यहाँ तर हिजो हामी यहाँ आउँदाखेरि बिच बाटोमा के बजार थियो तल चाहिँ खाना खायौँ हामीले खरा भन्ने ठाउँमा खाना खान बस्यौँ मैले उहाँ साउनीलाई सोधेँ ल तपाईँहरूको चाहिँ यहाँ लोकल चिज के पाइन्छ त यहाँको विशेषता के हो त भन्दाखेरि होइन सर हामीसँग त केही पनि छैन यहाँ सब तल्थेबाट आउँछ भन्नुभयो क्या उहाँले अनि मैले भने मकैको पिठो छ कि नै भने तपाईँसँग छ भन्नुभयो घट्टमै पिस्या हो त भन्दैन घट्टमै पिसेको छ भन्नुभयो अनि तपाईँसँग गहत छ कि नै भने मैले गहत छ भन्नुभयो यहीँको गहत हो कि नै भन्दाखेरि यहीँको गहत भन्नुभयो उहाँले अनि माछा छ कि नै भन्दाखेरि माछा छ सर भन्नुभयो यही छेडा खोलाको माछा हो यही छेडा खोलाको माछा सर हो भन्नुभयो अनि उतापट्टि एउटा व्यापारी हुँदो रहेछ यत्रो मानको 50-60 कन्ट्रो घिउ राख्नुभएको क्या उहाँले अनि यो घिउ यहीँको लोकल घिउ हो यहीँको लोकलको त्यसो भने ल तपाईँको बारीमा साग रहेछ माछा पकाउनुहोस् गहतको झोल पकाउनुहोस् घट्टै पिसेको मकैको रोटी पकाउनुहोस् ल हामी खान्छौँ भन्दाखेरि उहाँले चाहिँ के माने अप्ठ्यारो माने के गरेर त्यो पकाएर दिनुभयो त्यही नै हो हेर्नु सबभन्दा ठुलो कुरो स्थानीय चिज भनेको त्यही चिजलाई तपाईँले उत्पादन बढाउन सक्नुभयो भने जुम्लामा हेर्नु जुम्लाको मासेको चामल भनेर उहाँ ठुला के प्रचण्ड घरबेटी काम बसेर मासेको चामल खायो भनेर एकचोटि चाहिँ गीतै आएको थियो के आएको थियो सुन्नुभयो होला होइन त्यो के हो भन्दा त्यहाँको स्थानीय हो तपाईँको माछा चामल भनेको त्यहाँको स्थानीय लोकल चिज हो क्या त्यो चाहिँ त्यस्तै लोकलको चामल हामीसँग छ मासको दाल हेर्नुहुन्छ नि त अघि बिहान सुधु अध्यक्षजी हुनुहुन्थ्यो हामीसँग अनि यहाँ 4 माने पाथीको काठेपाती भन्छन् के अरे यहाँ अनुसार त्यसको चाहिँ 500 रुपियाँ अरे जो कि तपाईँको 500 रुपियाँ यहाँको लोकलको मासमा अझ पनि पाइँदैन भने त्यो त काठमाडौँभन्दा पनि महँगो भयो क्या यहाँ चाहिँ यतिसम्म सम्भावना रहेछ क्या यहाँ चाहिँ हेर्नुहोस् अब तपाईँको डाँडा पाखा पुरा खेतबारीहरू अब बर्खामा धान लगाउँछ मैले अरू बेलामा तपाईँको व्यावसायिक रूपमा यहाँ खेती छैन तर तपाईँहरूले उत्पादन क्षेत्रमा चाहिँ आफ्नो लोकल कुराहरूलाई धेरैभन्दा धेरै उत्पादन गर्न सक्नुभयो भने त्यही नै हो उत्पादनको हाम्रो विकल्पै छैन तपाईँको हामी तपाईँको ठुल्ठुला चाहिँ गाउँमा जागिर खाने इन्जिनियर हुने डाक्टर हुने अब सबै डाक्टर सबै इन्जिनियर सबै पाइलट भएपछि चढ्नेको औषधि गर्नेको बिरामी गर्नेको कुरो के हो भन्दा देशको विकास गाउँको विकास आफ्नो विकास गर्नको लागि स्थानीय स्तरमा जे उत्पादन हुन्छ त्यसलाई वृद्धि गर्नुभयो भने त्यो वृद्धि गर्दा निमित्त तपाईँले व्यवसाय रूपमा काम गर्नुभयो भने यो सहकारी संस्थाले तपाईँले बिना दितो 5 लाख रुपियाँसम्म दिएको छ दितो राखेर 50 लाख रुपियाँसम्म दिन्छौँ हामी सम्भवतः तपाईँको 40-50 लाख रुपियाँ लिन लागि त यहाँ तपाईँको अनि यो के भन्छन् दितो अनि बन्दगी राख्नुपर्ने हुन्छ दितोहरू जग्गा जमिन घरहरू अब यतातिर मैले घरहरू देखाएर धेरै जस्तो लागत इस्टिमेट चाहिँ ननिकालेको हुँदो रहेछ सम्भवतः तपाईँको हामी यो कुरालाई पनि अझ कन्टेस्ट गरेर हिजो भर्खर चाहिँ के कुरा आएको थियो भन्दाखेरि तपाईँको इन्जिनियरले पास गर्नुपर्ने होइन 10 लाखभन्दा माथि चाहिँ तपाईँहरू दितो राख्नुभयो भने त्यो दितो मूल्याङ्कन चाहिँ इन्जिनियरले गर्नुपर्ने अब यो कुरालाई हिजो हामीसँग छलफल गरेर यो केन्द्रमा कार्यालयमा जान्छौँ थल बजारमा एउटा सदस्यले इन्जिनियर पास गर्नलाई जाजरकोट जानु पर्यो 2 दिन बस्नु पर्यो खर्च गर्नु पर्यो त्यो इन्जिनियर चाहिँ एकजनाको निमित्त यहाँ थलोमा नआइदिने भयो यो कुरा समस्यालाई पनि अझ समाधान गरेर यहीँबाट चाहिँ तपाईँहरूको चाहिँ फाइल चाहिँ उठाउने चाहिँ प्रावधान चाहिँ हामी पहल गर्नेछौँ र तपाईँहरूले जे चाहनुहुन्छ पशुतिर कृषितिर व्यापार व्यवसायतिर हरेक कुरामा तपाईँको पढाइको लागि पनि तपाईँको छोराछोरी कहीँ डक्टर पढाउने या सिए पढाउने स्टाफ नर्स पढाउने केही कुरा पनि शिक्षा क्षेत्रमा चाहिँ पैसा चाहिन्छ भनेसम्म हाम्रो यो सेवा केन्द्र चाहिँ सदैव तपाईँहरूको साथमा छ र अन्तमा चाहिँ यो थल सेवा केन्द्रको निमन्त्रणा स्वीकार गरेर आफ्नो अमूल्य समयलाई चाहिँ थाती राखेर संस्थाको निम्तिलाई स्वीकार गरी यो साधारण सभामा उपस्थित हुनुभयो त्यसको लागि म आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट फेरि पनि यहाँहरू सबलाई चाहिँ म स्वागत गर्दै म आफ्नो भनाइहरू यही अन्त गर्दछु हस्त जय सहकारी संस्था सुरु गर्दाखेरि देखेका सम्भावनाहरू र अहिले आएर हामीले अब देश विदेश घुमेर धेरै अनुभवहरूबाट सिकेका कुराहरूबाट स्थानीय क्षेत्रको विकास कसरी गर्न सकिन्छ त्यहाँको उत्पादन कृषिदेखि लिएर पशुपालनमा त्यहाँ कसरी विकास गर्न सकिन्छ यही चिजमा चाहिँ संस्था धेरै नै केन्द्रित भएर काम गर्न खोजिरहेछ र आउँदा आउँदै हामीले बाटोमा पनि भनेको थियौँ हाम्रो कार्यक्रमको अर्को चरण रहेको छ पुरस्कार वितरण कार्यक्रम यस वर्ष यो थलको जुन गत आर्थिक वर्षको मूल्याङ्कनमा केन्द्र बैठक सकिएपछि सुनाउने मूल्याङ्कन नम्बर हुन्छ तपाईँहरूलाई थाहा होला
त्यो नम्बरको आधारमा फर्स्ट सेकेन्ड थर्ड गरेर 3वटा केन्द्रहरू छुट्याइएका छन्। पहिलो हुने केन्द्रलाई 5,000 रुपियाँ नगद र सम्मान पत्र, त्यस्तै दोस्रो हुने केन्द्रलाई 4,000 रुपियाँ नगद र सम्मान पत्र, तेस्रो हुने केन्द्रलाई 3,000 रुपियाँ नगद र सम्मान पत्र दिएको छ। उक्त नगद चाहिँ केन्द्रको उपकार कोष बचतमा राखेर केन्द्रको हितको लागि प्रयोग गर्नुहोला। त्यस्तै गरी बचततर्फ उत्कृष्ट बचतकर्तालाई एउटा पानस र सम्मान पत्र, त्यस्तै उत्कृष्ट ऋणीलाई एउटा पानस र सम्मान पत्र, त्यस्तै उत्कृष्ट लघु उद्यमी सदस्य भनेर 3 क्याटेगोरीमा चाहिँ पुरस्कारहरू बाँडिएको छ। यो वर्षको उत्कृष्ट बचतकर्ताको रूपमा केन्द्र नम्बर 2 को जानुका सिंह छनौट हुनुभएको छ, छेडाघाट नगरपालिका 5 को। र यो आउनुभएको र उत्कृष्ट बचतकर्ताको पुरस्कार ग्रहण गर्न उहाँलाई म अगाडि आमन्त्रित गर्न चाहन्छु र यो उत्कृष्ट बचतकर्ताको पुरस्कार वितरण गरिदिनु हुन म हाम्रा वडा अध्यक्ष ज्यूलाई हार्दिक अनुरोध। गरिदिनु हुन भाग्योदय माविका प्रधान अध्यापक तथा आजका यस कार्यक्रमका अतिथि श्री शान्तबहादुर साईज्यूलाई म हार्दिक अनुरोध गर्छु। बौद्ध ग्रामीण बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडको 19औं वार्षिक साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, कार्यकारी प्रमुखज्यू, बैंक प्रबन्धकज्यू, यस संस्थामा अन्य अतिथिज्यूहरू र यस बौद्ध सहकारी संस्थाका शेर सदस्य आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, यो बौद्ध ग्रामीण बहुउद्देश्यीय सरकारी संस्थाको 19औं वार्षिक साधारण सभा आज सम्पन्न हुन गइरहेको छ। यस साधारण सभा 19औं भन्नाले हजुरहरूले सबैले बुझ्नुभयो होला, यसले 19औं वर्ष काम गरेको भन्ने बुझिन्छ। यो यसको मुख्य उद्देश्यको बारेमा सरहरूले बताइसक्नुभयो। समाजमा रहेका विपन्न गरिब महिला दिदीबहिनीहरूको आर्थिक स्तर
उन्नतिको निम्ति यसले विभिन्न किसिमका ऋणहरू प्रवाह गरेको छ। उक्त ऋण अथवा शेयर सदस्य तपाईँहरूकै पैसा हो। यसलाई राम्रोसँग सदुपयोग गर्नुभयो भने आफ्नो जीवनस्तर उच्च राख्न हुनेछ। हिजो यो संस्था नआउन्जेलसम्म हामी विभिन्न किसिमका साहु महाजनहरूबाट 5.3% ब्याज दरले हामी डुबेका थियौँ। अहिले त्यो अलि लचिलो भएको छ। निर्ब्याज ऋण सरले भनिहाल्नुभयो 5 लाखसम्म होइन, र अन्य ऋणहरू धरोटी राखेर 50-60 लाखसम्म प्रवाह गर्ने कुराहरू उहाँले भन्नुभयो। अब यसलाई राम्रोसँग प्रयोग गरेर हामीले आफ्नो जीवनस्तर उच्च राख्न सक्छौँ भन्दै यो बौद्ध ग्रामीण बहुउद्देश्य सरकारी संस्थाको 19औं वार्षिक साधारण सभा फलोस् भन्ने शुभकामना दिँदै म यस मञ्चबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। धन्यवाद सर, धेरै नै राम्रो कुराहरू राखेर जानुभयो। र अब मन्तव्यकै क्रममा यस छेडाघाट नगरपालिका वडा नम्बर 5 का वडाध्यक्ष श्री महेन्द्रबहादुर साईज्यूलाई आफ्ना मन्तव्यहरू राखिदिन म हार्दिक अनुरोध गर्छु। धन्यवाद। हाम्रा मित्रलाई बौद्ध ग्रामीण बहुउद्देश्य सहकारी संस्था लिमिटेड को 19औं वार्षिक साधारण सभा का सभाध्यक्ष तथा यस संस्थाका उपाध्यक्ष, आजका प्रमुख अतिथि छेडाघाट नगरपालिका को उपमेयर, देशमा आसीन अन्य गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधिहरू र यस संस्थाका सम्पूर्ण कर्मचारी मित्र, हाम्रा इलाका प्रहरी कार्यालयबाट पाल्नु हुने प्रहरी प्रतिनिधि मित्र र उपस्थित हाम्रा सबै यही सहकारी संस्थाका बहुउद्देश्य सहकारी संस्थाका शेयर सदस्य दिदीबहिनीहरूप्रति मेरो हार्दिक नमस्कार। विशेष आजको यो साधारण सभा सायद फलत पहिलो पटक हाम्रो थला बजारमा हुँदैछ। यसका उद्देश्य, यसका प्रतिकूलताका सेसनहरू कति छन् र हामीले के गर्नुपर्छ भन्ने विषयमा साधारण सभा भइराखेको छ। यसका निम्ति हामी यसका उद्देश्यप्रति, यसका फल दिने यसका प्रतीक चिन्हहरूप्रति सरहरूले सबै कुरा बिसाइसक्नु भएको छ। मैले भन्नुपर्ने केही देख्दिनँ। त हाम्रा 4 जिल्ला सुर्खेत, दैलेख, कालीकोट र जाजरकोटमा शेयर सदस्य 50,000 शेयर सदस्य छन् भनेर भनिसक्नु भएको छ। र त्यसबाट हामीले जो वित्तीय संस्थाले गरेको लगानीको त्यसका अङ्कहरू पनि गरिसक्नु भएको छ र शेयर सदस्यका लगानीहरू पनि त्यसमा मिश्रित भएको जानकारी गरिसक्नु भएको छ। र यसमा मैले भन्नुपर्ने केही छैन। र अलिकतिमा हजुरहरूलाई र हाम्रो संस्थाका सञ्चालक समितिका मित्रहरू पनि हुनुहुन्छ र हाम्रा यहाँ उपस्थित शेयर सदस्यहरू पनि हुनुहुन्छ। हाम्रा गैर सरकारी संस्था, हाम्रा लगभग एनआईसी वित्तीय संस्था पनि यही आछ। हाम्रो बौद्ध ग्रामीण बहुउद्देश्य संस्था पनि हाम्रो यहाँ स्थापना छ। हाम्रो माइक्रोफोन, किसान माइक्रोफोन पनि यहाँ स्थापना छ। तर अहिलेसम्म मूल्याङ्कनको आधारमा जनप्रतिनिधिको हैसियतले मूल्याङ्कनको आधारले मैले यो यहाँ बहुउद्देश्य सहकारी संस्थाका मित्रहरूलाई देखेर होइन, उहाँको कामकाजी सबैभन्दा के भन्छ भने यसलाई कामकाजी भन्छ। कामकाजीका रूपमा मूल्याङ्कनको आधारमा बहुउद्देश्य यो ग्रामीण बहुउद्देश्य सहकारी संस्थाले अहिलेसम्म उहाँका ऋण उपलब्ध गर्ने कुरा, त्यसमा सेयर गराउने कुरा, यसका लेखाजोखाहरू र मूल्याङ्कनका आधारमा मैले अहिलेसम्म यो संस्थाले राम्रै काम गरेको मैले देखेको छु।
र केही अरू संस्थाहरू पनि यहाँ छन् र यसमा अलिकति अरू बैंकका अलिकति यो संस्थाका साथीहरूप्रति अलिकति मेरो यस्तै उहाँहरूले पनि यस्तै कार्यक्रम ल्याउनु भयो भनेपछि केही कुराहरू बिसाउने छु। त्यहाँ अलिक जनगुनासाहरू पनि आइरहेका छन्, जनताप्रतिबाट केही जनगुनासाहरू आइरहेका छन्। त्यो जनगुनासालाई पनि आत्मसात संस्थाहरूले आत्मसात गर्दिन म अनुरोध गर्नेछु र अलिकति हाम्रा केही अंशमा त हाम्रा शेयर सदस्य महिला दिदीबहिनीहरू अलि कोही लेखे पढेको हुनुहोला, कोही त सायद नपढेको पनि हुनुहुन्छ, साधारण लेखपढ गरेको पनि हुनुहोला। तर अलिकति म संस्थाप्रति अनुरोध म के गर्न चाहन्छु भने यो वित्तीय शिक्षा सम्बन्धी जनतालाई अलि जनजागरण क्रियाशील बनाउने क्रममा अलि शिक्षण गराउनका लागि पनि शिक्षित बनाउनका लागि पनि केही 1-2-4 वटा तालिमहरू उहाँलाई राखेर अलिकति शिक्षण गराउने हो कि भन्ने मलाई लागेको छ। तर त्यो त यो कार्यक्रमभित्र परेन भने मैले गर्नैपर्छ भन्ने त होइन। तर खास यसका उद्देश्यभित्र रहन्छ भने यो कार्यक्रम राखिदिन अझ उहाँहरू लगनशील हुनुहुन्छ भन्ने लाग्छ मलाई। यहाँबाट हजुरहरूले उपलब्ध गरेको ऋण कसैका श्रीमानले लिएर तास खेलेर फालिदिनुहुन्छ होला, मलाई झर्को त्यहाँ लाग्छ। कसैको श्रीमानले लिएर जाँड खाइदिनुहुन्छ होला, त्यो पनि मलाई झर्को लाग्छ। यसका उद्देश्य बहुउद्देश्य भने यसको उद्देश्य त्यो बहुउद्देश्यको अर्थ के हो? हामीले ऋण लिनको अर्थ के हो? ऋण लिएर हामीले के गर्ने त? अनि पुरुषहरूलाई यो संस्थाको सदस्य किन नबनाएको त? महिला लगनशील हुन्छन्, महिला बिना कामको खर्च गर्दैनन्, लगेर कुन उद्देश्यमा लगानी गर्ने भनेर लगानी गर्छिन् भन्ने उद्देश्यले नै महिलाहरूलाई शेयर सदस्य बनाएको। तपाईँले यो कुरा बुझ्नुपर्छ। तपाईँका श्रीमानहरूले सायद लगेको भएपछि तपाईँहरू बराबरको लगानी गर्न सक्नु हुँदैन थियो। उहाँहरू सायद बाटैमा लिएर अलिअलि जाँड खाएर पनि कहीँ फुत्काइदिनुहुन्थ्यो। त्यस कारणले यो उद्देश्य मैले यो तर महिला शेयर सदस्य बनाउनको उद्देश्य मलाई बहुत राम्रो लागेको छ। र हाम्रो यहीँनिर एनआइसी वित्तीय संस्था छ, 3 लाख ऋण। यसको पूर्ण मैले यसको लेखाजोखा पूर्णता मैले त्यहाँबाट पाउन सकेको छैन, मलाई अचम्म लागिरहेको छ। 3 लाख रुपियाँको लिएको त्यो ब्याज हामीले बौद्धको चाहिने हामीले तपाईँको चाहिने बुकहरू पनि हेऱ्यौँ, त्यहाँका बुकहरू पनि हेऱ्यौँ र सुरुमा 3 लाख ऋण जनताले लिएको छ। 3 लाख लियो भनेपछि तपाईँको 18-22 किस्ता चाहिने मान्छेले ऋण तिरिसकेको छ, तर 3 लाखको ब्याज तिरिराखेको छ। त्यसको उद्देश्य क्या हो मैले बुझ्न सकिनँ। त्यसको उद्देश्य बुझ्न सकिनँ। म त्यसको विरोधी छु, त्यसको खाल विरोधी छु। म यहाँको प्रतिनिधि हो। त्यो संस्था आयो, आज हाम्रो घर दैलोमा आयो, यो थला बजारमा आइदियो, हाम्रो लागि सुन्न सुगुन्थ छ। आयो, विरोध होइन मेरो। तर गरिब निमुखा गरी खाने यहाँ धनी वर्गको मान्छे यहाँ ऋण लिन आउँदैन। जो गरिब छ, असहाय निमुखो छ, अर्काबाट ऋण लिएर आफू गरी खाने आफ्नो एउटा पाइलो बनाउने मान्छे छ, त्यही मान्छे ऋण लिन आउँछ। धनीका छोराहरू ऋण लिन आउँदैन, पुगेको मान्छे ऋण लिन आउँदैन। त्यस कारणले यसको उद्देश्य क्या हो? उहाँको पटक पटक कर्मचारी साथीहरूलाई यसको उद्देश्य खुलाइदिनुहोस् भन्दा पनि नाङ्गा र निङ्गा गर्नुहुन्छ, मलाई ठिक लागेको छैन। त्यस कारणले यहीँनिर हाम्रो यो बहुउद्देश्य सहकारी संस्थाको साथीहरूलाई मैले नजिकमा देखेर होइन, नजरले देखेर होइन, उहाँको डरले पनि होइन। म यहाँको जनप्रतिनिधि हो। ठिक छ, ठिक छ, बेठिक छ, बेठिक छ, हामी निहाल्न पनि सक्छौँ। यो संस्थाले राम्रो गरेन, यहाँको जनतालाई गरिबै बनायो, सिद्ध्याउने भयो भने हामी त्यो संस्थालाई लखेटिदिन सक्छौँ। त्यो हाम्रो पहुँच छ हामीसँग। हामी सरकारसँग, केन्द्रीय सरकारसँग हामी यस्तो कुरा निर्धारण गरेर पनि हामी यहाँबाट निकाल्न सक्छौँ। तर हामी सुनमा सुगन्ध भयो। अझ वित्तीय संस्थाहरू जनता बैंक यहाँ आयो, वित्तीय संस्था 3-4 वटा आए,
केही यहाँको जनताले सुख पाउला। अहिले हाम्रो एकजना मित्रले भन्नुभएको थियो, हाम्रो भाग्यदेव माविको सरले भन्नुभयो, हामी साहुबाट 100 5 ऋण दिन्थ्यौँ, 100 3को ब्याजले ऋण लिन्थ्यौँ। तर अहिले अलि केही सहज भएको छ, यहाँको जनतालाई अलि राम्रो भएको छ। नराम्रो भएको छ मैले भनेको छैन, राम्रो वास्तविक राम्रो भएको छ। तर कुन संस्थाले के गर्यो भन्ने हो, त्यसको मूल्याङ्कनको आधार पनि हुन्छ। यहाँको गरिब जनतालाई गरिबै बनाउन संस्था आवश्यक छैन। तर बौद्ध ग्रामीण बहुउद्देश्य शाखाले गरेको काम अहिलेसम्म ठिक छ। मैले समर्थन पनि गरेको छु, मैले राम्रो पनि मानेको छु। यसको कार्यदिशा, यसको मूल्याङ्कन, यसका कामका आधारहरू थुप्रै राम्रा छन्। र अब म धेरै कुरा नगरौँ। हाम्रो प्रमुख अतिथि हुनुहुन्छ, हाम्रो सभा अध्यक्ष हुनुहुन्छ। कार्यक्रम रोचक छ सदा दिन। यो बहुउद्देश्य सहकारी संस्थाको कार्यक्रम यस्तै रहोस् र यसको फलदायी स्वरूप, यसका कार्यनीति, यसका रणनीति, यसका मूल्याङ्कनका आधारहरू यही सँगसँगै फलदायी रूपले अगाडि बढोस् भन्ने सफलताको शुभकामनाको संज्ञा दिँदै मेरो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार। संस्था बिचमा होडबाजी हुन्छ। होडबाजी हुने क्रममा कहिलेकाहीँ संस्था चलाउने व्यक्तिहरूले नि गलत बाटो चाहिँ अपनाउँछन्। गरिब निमुखा हुन्छन्, पैसा चाहिन्छ, पैसा लिएर केही हुन्छ कि भन्ने हुन्छ। तर पैसा कसरी खेलाउने, अब त्यो पैसाबाट कसरी पार लाग्ने, त्यो 2 पैसा लिएर त्यसलाई 4 पैसा कसरी कमाउने, त्योतिर नलागेर यदि फरमाइसतिर लाग्यो भने आज एक ठाउँबाट ऋण निकाल्यो त्यो सकिन्छ, भोलि त्यो तिर्नलाई अर्कोबाट ऋण निकाल्यो त्यो पनि सकिन्छ, भोलि त्यो तिर्नलाई अर्कोबाट ऋण निकाल्यो गर्दा गर्दा अहिले कति ठाउँमा दिदीबहिनीहरू ऋणको महाजालमा फसेको पाइएको छ। एउटा त्यो भने एउटा अलिकति बाठा, अलिकति समाजमा बाठो वर्गका रूपमा रहेका, अरूलाई लट्ठाउन भुलाउन जानेका मान्छेहरूले मेरा लागि ऋण झिक्देऊ भनेर सोझा साझा दिदीबहिनीहरूलाई ऋण निकाल्न लगाएर ऋणको भरिया बनाउने, सुरुमा तिर्दिने, सुरुमा बचत जम्मा हुन्छ, 2-4 पैसा काटिने पैसा जम्मा हुन्छ भनेर लोभ्याउने, कसैलाई त 1 किलो मासु किनेर पनि भुलाएको देखिया छ। त्यस्तो तालले चाहिँ फुत्काका ऋणले यहीँ मैनटाडाको जरे भन्ने ठाउँमा एकजना व्यक्तिले लगभग 6-7 वटा संस्थाहरूबाट ऋण निकाल्न लगाएर त्यो वरिपरि 3-4 गाउँकै महिलाहरूलाई 1.5 करोड रुपियाँ खेलाएको बेटाइ मामले। अब 1.5 करोड रुपियाँ तिर्दैन उसले भनेपछि लगभग 30-35 जना महिलाहरूको घरमा तालचा लाग्ने अवस्था गयो। कुनै संस्थाले त घरका बाख्रापाठा बेचिदिए, कसैले खाट बेचिदिए, कसैले तालचा लगाइदिए। त्यसले त्यो पुरै समाजलाई पुरै प्रभावित गरायो। अब ती महिला दिदीबहिनी रुँदै कहाँ जान्छन्, वडा कार्यालय जान्छन्, आफ्ना बिलौना सुनाउँछन्। संस्थाले दिएको ऋण हो, अहिले त अब सरकारले नागरिकता नदिने, अब भोट हाल्न नदिने, यस्ता कुरा पनि आइसकेको छ। यस्तो समूहबाट लगेको ऋण नतिर्यो भने भोलि अर्खाको लागि उही नदुख्या कपाल डोरी बानी दुखाइ भने जस्तो अर्खाको लागि ऋण लिएर आफ्नो कपाल दुखाउने काम चाहिँ महिला दिदीबहिनीहरूले गर्नु भएन। पहिलो कुरो। दोस्रो कुरो, पाइएको होइन चाहिएको जति ऋण लिनु पर्यो। एउटा बाख्रापाठा पाल्नलाई 5,000 10,000 भई पुग्ने ठाउँमा 1 लाख रुपियाँ किन लिने? 1 लाख रुपियाँ पाठा कहीँ हुन्छ बाख्राको? कि त बोयर जातको ल्याउनु पर्यो 3 लाखको पाठा, 3 लाखको बोका ल्याउनु पर्यो बोयरको। अनि यहाँको काठे बाख्रो पाल्ने 5-10 हजार भए पुग्ने ठाउँमा 1 लाख रुपियाँ ऋण लिने। त्यो 5-10 हजारको चाहिँ बाख्रो कहिले ठुलो हुन्न, 1 लाखको कहिले हुँदै हुन्न। 50 हजार भए पुग्ने ब्रोइलर पाल्ने ठाउँमा 3 लाख रुपियाँ ऋण लिएर हुन्छ? ऋण लियो कि तमसुकमा ल्याप्चे लाग्यो कि त्यहाँबाट ब्याजको मिटर सुरु। अहिले गाडी चढाए छैन, भाडा लागेको छैन, गाडी चढ्यौँ भने भाडा लाग्छ कि नै। त्यस्तै ऋण लियो कि गोजामा हाल्यो कि सुरु भयो त्यसको मिटर। त्यहाँबाट गुन चफान पारेर पैसा चाहिँ आफ्नो खातामा लेखिँदै जान्छ। प्रत्येक सेकेन्डको पैसा लागिरहन्छ त्यो पैसा। भनेपछि जुन पैसा हिजो ऋण छैन, केही छैन, हामीलाई तिर्नु कसैलाई छैन, तर त्यही ऋण ल्याएर हामीले 2 ठाउँमा प्रयोग गरेर 1 को 2 बनाउन सक्यौँ भने त्यो चाहिँ फाइदा भयो। तर त्यही ऋण वायातमा लिदिने, अलिअलि खर्च गरिदिने, अरूलाई दिदिने, अनि म चाहिँ फलाना संस्थाको उहाँ तगमा पा चाहिँ गरेर ऋणको तगमा बोकेर हिँडेर हुन्छ। यही कुराले समाजमा विकृति ल्याउने। यसले समाजमा अहिले यहाँसम्म त त्यति आएको छैन, तर धेरै ठाउँमा मैले बाटोमा सुने कसैले फलाना संस्था मलाई मन परेन, त्यसले के गर्यो हो कुरा बुझाइदिएन संस्थाले। म मान्छु त्यहाँ कर्मचारीको गल्ती छ,
तर संस्था ठग्न भनेर आएको होइन पक्कै पनि। त्यहाँ संस्था चलाउने व्यक्तिले गल्ती गर्यो होला र हामीले कति ठाउँ बुझेर पनि बुझ्नुपर्छ। हामीलाई यो कुरा पनि विचार गर्नु पर्यो र भोलि गएर यो ठाउँको विकास गर्नु छ, आफ्नो घरको विकास गर्नु छ भने अन्धाधुन्ध ऋण खेलाउनु भएन, हिसाब गरी ऋण खेलाउनु पर्यो। उहाँहरूलाई हामीले 11 दिन सुरुमा पिजिटी भन्ने तालिम दिन्छौँ। त्यो तालिम दिएपछि उहाँहरूलाई प्रत्येक बैठकमा हामी यस्तै गरेर कुराकानी पनि गर्छौँ, छलफल गर्छौँ र बौद्ध अलिकति अरू संस्थाभन्दा कडा संस्था छ। यसले ऋण दिनुभन्दा अगाडि 10 चोटि घरमा गएर श्रीमान श्रीमती सब परिवारलाई राखेर सोधीखोजी पनि गर्छ, किनकि भोलि गएर त्यही कुराले हामीलाई टाउको दुखाउको विषय नबनोस् कि यो संस्थाले गरिब निमुखाको चाहिँ शोषण गर्यो भन्ने कुरो नआओस्। र यो संस्था यहीँ बसेका दिदीबहिनीहरू सबैको संस्था हो। उल्टे 4 लाख रुपियाँ यो संस्था यहाँबाट घाटा छ। तर अहिले मैले अघि जो पढेर पुरै हिसाब किताब सुनाएँ, त्यो हिसाब किताबबाट निस्केको करोडौँ रुपियाँ 2 करोड कति जुन नाफा छ त्यसमा भाग लागेको पैसा छ। यहाँका जनताले पनि लाभांश स्वरूप यो संस्थाको मालिक भएको हैसियतले नाफा स्वरूप पाउनेवाला छ। ल तपाईँको त्यो ठाउँमा घाटा भएको छ, तपाईँहरूको यो सेयरले बेहोर्नुपर्छ भन्दैन संस्थाले, किनकि संस्थाले ओभरअलमा जुन कारोबार गरेर नाफा कमाएको छ, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला 4 जिल्लाबाट जुन नाफा आएको छ त्यो नाफा यहाँको दिदीबहिनीहरूको भाग लाग्नेवाला छ। यो अफिस घाटामा जाओस्। यो अफिसले यदि फाइदा गर्ने हो, रातारात कमाउने हो भने भट्टाबाट 3-3 लाख रुपियाँ आँखा चिम्मेर लगानी गऱ्यो भने 2-4 महिनामा हामी करोडौँ रुपियाँ लगानी गर्न सक्छौँ। यहाँ त्यसले संस्था नाफामा जान्छ। तर संस्थाको सोच चाहिँ नाफा कमाउने होइन कि वित्तीय रूपमा साक्षर बनाउने हो अनि केही गरम इलम छिलमको विकास गरेर सदस्यलाई परनिर्भरतामुखी नबनाएर आर्थिक उपार्जन गर्नुतिर लगाउने संस्थाको मुख्य उद्देश्य छ। त्यही भएर हामी बिस्तारै बिस्तारै आफ्ना कदमहरू अगाडि बढाइरहेछौँ। यहाँको सबै माहौल हेरिरहेछौँ। सबै दिदीबहिनीहरूको रेकर्ड छ संस्थामा। ती रेकर्डहरू हामीसम्म पनि पुग्छ। कसैले 2 लाख रुपियाँ ऋण माग्यो भने किन माग्यो भनेर लास्ट फाइल मगा पनि पुग्छ। मैले पनि हेर्नुपर्छ त्यो फाइललाई कि भोलि गएर त्यहाँ दुर्घटना नघटोस्। त्यही भएर यो दुर्घटना घटाउने यी सबै उपाय हुँदा हुँदैन सदस्य स्वयंले पनि आफू विवेकशील हुनु पर्यो। आफ्नो लागि ऋण ल्यायो कि अर्का लागि ऋण हो त्यो बुझ्नु पर्यो, बुझेर कारोबार गर्नु पर्यो। आफ्ना ऋणमा ब्याज कति लाग्छ, मेरो प्रत्येक दिन कति रुपियाँ ब्याज जोडिँदै जान्छ, मलाई त्यो ब्याज तिर्नलाई कति रुपियाँ कमाउनु पर्छ, यी सब कुरा हिसाब गरेर मात्र ऋण लिनु पर्यो होइन। त्यही भएर पाइएको होइन चाहिएको जति लिनुहोस् भनेर संस्थाले 10 चोटि भनिरहेछ। अरू संस्थामा पनि त्यही गर्नुहोस्, जति नामको ऋण लिने काम नगर्नुहोस्। यसले भोलि गएर हामीलाई तहस नहस बनाउँछ, यो कुरो पक्का हो। र यो संस्था ऋणसँग मात्रै नभएर सामाजिक कुराहरूमा पनि हामी सबलाई, जस्तै हिजो पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर एउटा नेपाल बनाइदिनु भयो, त्यस्तै यो संस्थाले पनि यो 4 जिल्लामा रहेका दिदीबहिनीहरूलाई एक ढिक्का बनाइरहेछ। अहिले संस्थाको एक सहकारी एक सदस्य भन्ने नीति आइरहेछ। तर यो संस्थाको कार्यक्षेत्र प्रदेशभरि भएको, यो स्थानीय निकायको कार्यक्षेत्र भन्दा नि प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने भएको हुँदा यो संस्थाको अर्को कम्पिटिटर यो ठाउँमा कुनै पनि संस्था छैन। त्यो भए हुनाले यो संस्था र यहाँको स्थानीय संस्थामा बस्दा दोहोरो सदस्यतामा त्यो गनिन्न। त्यो भएर सदस्य जीवनलाई यहाँको स्थानीय संस्थाहरूमा बस्नु भएको छ भने उनी कुनै खालको तनाव छैन। र हामीले खुल्लम खुल्ला घोषणा पनि गरेका छौँ, तपाईँहरू यदि संस्थामा छोडेर अन्त जान चाहनुहुन्छ, अर्को संस्थामै बस्न चाहनुहुन्छ सहकारीमा भने पनि त्यसमा संस्थाको कुनै रोकटोक छैन। र अर्को संस्था छोडेर यतै आउनुहुन्छ, यही संस्थामा आफ्नो संस्था भनेर मालिक बनेर अगाडि बढ्नुहुन्छ भने नि त्यसमा संस्थाले सधैँ तपाईँहरूलाई स्वागत गर्छ। संस्थाका योजनाहरू छन्, हस्पिटल बनाउनेदेखि लिएर ठुला ठुला चाहिँ उद्योग कल कारखानाहरूको स्थापना गर्ने र एउटा महिलाहरूले चाहे पनि के गर्न सक्दो रहेछ भनेर देखाउनको लागि पनि यो संस्था दिनरात लागिरहेछ। 19 वर्ष पार भयो, धेरै उचाइ यो संस्थाले हासिल गरिसकेको छ र यो मार्गमा हामी सधैँ बढ्नेछौँ। र अब हाम्रो चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। हाम्रो उपमेयरज्यू अर्को कार्यक्रममा जानलाई एकदमै हतारमा पनि हुनुहुन्छ, यहाँ मान्छेहरू पनि आइसक्नु भएको छ उहाँलाई लिन। र त्यो भएर हाम्रो उपमेयरज्यूलाई आफ्ना विचारहरू राख्दै यो सभालाई सम्बोधन गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। बौद्ध ग्रामीण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको 19औं वार्षिक उत्सवको साधारण सभाका सभा अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित वडा नम्बर 5 का वडा अध्यक्षज्यू, बजार व्यवस्थापन समितिको अध्यक्षज्यू, भाग्योदय महाविका पर, जनता बैंकको म्यानेजर लगायत सुरक्षाकर्मी र सम्पूर्ण अतिथिज्यूहरू, हाम्रा नगरपालिका भरि नै भनौँ, कति वडामा लागू भएको छ त्यति पनि मलाई थाहा छैन, तर 19 वर्ष पार भइसकेको छ। 19 वर्ष पार भइसकेको छ, 19 वर्ष पार भइसकेको छ। 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 19 वर्ष पार भइ
यो 19औं साधारण सभा रहेछ। हाम्रो ठाउँमा त अब भर्खरै पहिलो भन्दा पनि हुन्छ। त्यसैले यो साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण शेर सदस्यज्यूहरूमा मेरो नमस्कार। हामी कति छौँ पछि छौँ, कति पछि पढेका रहेछौँ भन्ने कुरा अगाडिको प्रतिवेदनले नै देखाएको छ। 18 वर्ष अर्को ठाउँमा लागू भइसकेपछि मात्र हाम्रो ठाउँमा पाइला टेकेको सहकारी संस्था भन्ने कुरा तपाईहरुले त पहिले नै जानिसक्नु भएको होला। आफ्नो शेर सदस्य बनिसकेपछि हामी आफ्नै व्यस्तता छ। तपाईहरुसँग पनि त्यस्तो यो संस्था के हो कसरी लागेको छ भनेर सोधखोज पनि नगरेको हुनाले मलाई यसको धेरै कुराहरू थाहा थिएन। यही कार्यक्रममा आउँदाखेरि अस्ति मैले पत्र पाउँदाखेरि यो यस्तो रहेछ भन्ने कुरा थाहा पाएँ। हिजो पनि यस्तै सहकारीको साधारण सभामा गएको हुँ म, वडा नम्बर 2 मा सालमा म। यो पनि भेटाउनु पर्छ, यसको उद्देश्य के रहेछ, लक्ष्य के रहेछ भेटाउनै पर्छ भनेर मैले हतार गरी एकजना सरलाई बाइकमा बोकेर पुर्याइदिनु पर्यो सर भनेर यहाँसम्म पुगे। तपाईहरु सबैसँग भेटघाट हुने मौका पाइयो, सरहरुसँग परिचय हुने मौका पाइयो। आफ्नो ठाउँमा कति गतिविधि भएको रहेछ भन्ने कुरा पनि थाहा भयो। थोरै बजेटमा चलेका हुन्छन् कोही सहकारी भने, कोही सहकारीहरू धेरै बजेटमा चलेका हुन्छन्। यो सहकारीको भर्खरै 1 वर्षको भए पनि प्रगति राम्रै देखियो, खुसी लाग्यो। 3-4 करोड बजेट हाम्रो ठाउँमा लगानी हुँदा हाम्रा महिलाहरू व्यवस्था बदलियो, तर अवस्था बदल्न अझै गाह्रो छ। हाम्रो अवस्था बदल्नको लागि यो संस्थाले हाम्रो ठाउँको लागि ठुलो सहयोग गर्नेछ र गरिराखेको पनि छ। हामी व्यवस्थासँगै अवस्था बदल्न जरुरी छ। हामी आत्मनिर्भर कसरी हुने, परनिर्भर नहुने आत्मनिर्भर हुने भनेर भाषण गर्छौँ, तर पनि हेर्दाखेरि तलबाट आएको चामल खानुपर्ने, तलबाट आएको सरले सोद्धाखेरि पनि हामी यहाँ केही पाउनु भनेर भन्नुभयो। पछि सबै कुरा यहाँको भन्दा आखिर पाउँदो रहेछ, नपाउने त होइन नि। हाम्रो ठाउँमा उत्पादन भए चिज त छ नि त। हामीले त आज के भनेको छौँ, अरू त्यो लोकल छोडेर विकास बिउहरू ल्याउने, ठुला फलाउने, छिटै सक्ने त्यस्तो नगरौँ भनेर नगरपालिकाले पनि लक्ष्य लिएको छ। हाम्रै ठाउँमा उत्पादन पहिलेदेखि भइराखेको बिउ राखौँ। पहिला खोचापोका गरेर राख्थ्यौँ, अहिले त्यो बिर्सेर कोही बेला को संस्थाले ल्याउँछ र हामी प्रयोग गर्ने। हामी त्यही बेला बिउ रोप्ने, आफ्नो घर बिउ छैन अर्का घर भरमा परेका छौँ। त्यो अर्का भरमा नपर्ने भनेर हामीले त्यो नारा पनि लाइराखेका छौँ, ठाउँ भनिराखेका छौँ। र हामीले किसानसँग मेयर भनेर एउटा नगरपालिकाले एउटा किसानसँग मेयर भनेपछि त केही न केही लक्ष्य बोक्ने हुन्छ भनेर किसानसँग मेयर कार्यक्रम भनेर हामीले 40 लाख रुपियाँ छुट्टै यो कुन ठाउँमा के उपलब्ध हुन्छ लिलिबिली पारेर होइन, एक ठाउँमा उत्पादन हुने माटो परीक्षण गरेर त्यो ठाउँमा के उत्पादन हुन्छ त्यही चिज हामी आत्मनिर्भर हुनको लागि, हाम्रो ठाउँबाट बजारीकरण गर्नको लागि हाम्रो गाडीहरू त आए। हामीले जसरी भयो नि बाटो पुर्यायौँ, बाटो पुर्याएपछि सबै कोही सङ्घ संस्था, सरकार, आउने व्यक्तिहरू सबैले हाम्रो ठाउँलाई हेर्नुहुन्छ भनेर हामीले पहिलो लक्ष्य सबै ठाउँ बाटो पुर्याउने। बाटो पुगिसकेपछि अघि सरले भन्नुभयो पहिला राम्रो बाटो थिएन अनि हामीले ठाउँ त अहिले अर्कै भएन त, ठाउँ उही हो, तर पनि गाडी आयो। गाडी आइसकेपछि सरहरू यहाँ बस्न मुन मानेर बस्नुभयो, पहिला मुन नमानेर बस्नु भएको थिएन। त्यसैले हाम्रा टोल बस्ती सबै छरछिमेकमा बाटो पुगेछ भने यस्तै गरेर यो संस्था पनि त्यो टोलसम्म पनि पुग्न सक्ला भनेर हामीले पहिलो कुरा बाटो पुर्यायौँ। पूर्वतिर जाने भने सबै ठाउँ बाटो पुगेको छ र विकास पनि भएको छ। हाम्रो ठाउँमा बाटो नपुगेको हुनाले केही कुराहरू पछि पर्ने भयो। अस्ति मात्र एउटा संस्था आएर गाडी पुगेको ठाउँमा लागू हुन्छ, गाडी पुगेको छैन भने लागू हुँदैन भन्ने भयो। हाम्रा पनि अझै 2टा वडाहरू छन् गाडी पुग्न बाँकी, अनि 11वटा वडामा लागू हुने, 2टा वडा छुट्यो भने हामीलाई कति पिर लाग्ला। हामीलाई भोट हालेर जिताउनु भए जनताहरूले छुट्टै हामीलाई पछाडि पार्नुभयो भन्ने सोच्नु होला भनेर हामीले जसरी पनि हामी यो वर्ष बाटो पुर्याउँछौँ, तपाईँ यो हाम्रो सबै वडामा लागू हुनुपर्छ है भनेर भन्यौँ। अब बाटो कसरी पुर्याउने त्यो त हामी एक्लैले भन्दा पनि तपाईँ हामी सबैको प्रयास रहला।
बजेट माग्ने ठाउँमा त हाम्रो बोली बिग्छ। त बजेट मागौँला, आफ्नो नगरपालिकाबाट हाल्ने बजेट हालौँला तापनि तपाईँहरू हामी सबै लाग्यौँ भने त्यो ठाउँमा सबै विकास गर्न सजिलो हुन्छ। अनि सहकारी भनेको के हो त भन्दा हामी एक्लैले गऱ्यौँ भने कुनै केही परिवर्तन नहुने, सबै मिलेर गऱ्यौँ भने परिवर्तन हुने भएकै हुनाले एक ठाउँमा हातेमालो गरेर जोडिएर समूह संस्था बनाएर सहकारी बनाए हो। सहकारीले अब नारा नै सहकारी भयो भने भकारी हुन्छ, सहकारी भएन भने भकारी हुँदैन भन्ने छ। त्यसैले भकारी भर्नको निम्ति पनि हाम्रो ठाउँलाई भर्नको निम्ति पनि सहकारीको जरुरी छ। नगरपालिकाभित्र हाम्रो यति लगनी नगरे पनि 46वटा सहकारीहरू दर्ता भएका छन्। त्यसमा पनि मैले सदस्यहरू धेरै हेर्दा धेरै महिलाहरू मात्र हुनुहुन्छ, त्यो सहकारीमा थोरैमा पुरुषहरू हुनुहुन्छ। यसमा त झन् पुरुषहरू कति पनि हुनुहुरहन्छ। साह्रै खुसी लाग्यो, किनभने पुरुषहरूले अप्ठ्यारो त नमानिदिनु होला तापनि कहीँ कतैबाट पैसा कमाएर ल्याएपछि यो महिलाको होला भन्ने सबैले त होइन, कोही कसैले क्या मैले कमाएको पैसा हो भन्ने कतैतिर त्यो पनि थियो। तर अब त महिलाहरूले आफै कमायौँ भन्ने पनि होला। सहकारीमा बसेर बाख्रा पाल्नुभयो भने मेरो बाख्रो हो म बिक्री गर्न पाउँछु भन्ने, कुखुरा पाल्नुभयो भने मेरो कुखुरा हो म बिक्री गर्न पाउँछु र यो पैसा मेरै हो भन्ने हुने भयो। तरकारी खेती गरे पनि यो मेरै हो भन्ने हुने भयो। उहाँहरूले इन्डिया गएर ल्याएको पैसा त मेरो हो भन्न धेरैलाई मिल्दैन थियो। त्यही पनि राख्न त ल राख भनेर दिनुहुन्थ्यो, तर पनि ल्या भनेर दिनै पर्ने हुन्छ। आफूले कमाएको भए पनि दिन त दिनै पर्ने हुन्छ। तापनि मैले कमाएको भन्ने डर मन त हुन्छ नि, छाती त ठुलो हुन्छ नि आफूले कमाएको रहेछ भने। अनि कहीँ कतै खर्च गर्दा पनि डर नलाग्ने, आफूले कमाएको त हो भन्ने हुने। अर्काले कमाएको फालिदियो भने कतै केही भन्ने हुन् कि रिसिने हुन् कि भन्ने पनि डर लाग्ने हुने हुनाले तपाईँहरू अब आत्मनिर्भर कसरी हुने, सहकारीलाई कसरी फस्टाउने, त्यसमा तपाईँहरूको हातमा छ। संस्था कस्तो बनाउने भन्ने त सदस्यको पनि हातमा हुन्छ, कर्मचारीको हातमा हुँदैन, सदस्यको पनि हातमा हुन्छ। सदस्यहरू लगनशील भएर काम गरिराख्नुभयो भने सजिलो हुने भयो। सदस्यहरू लगनशील हुनु भएन, ऋण त ल्या ज्यासुकै होस् भन्ने, आफ्नो ऋण नतिर्ने हुने हो भने त आफै पनि फसिन्छ। दिनदिनै ब्याज बढिरहन्छ, घन्टा सेकेन्डमा ब्याज बढिरहन्छ। ब्याज बढिरह्यो भने हामीलाई नै गाह्रो हुने हो। हामी ल्याएर सलका चामल किनेर खायौँ भने भोलि कसरी तिर्ने। त्यसैले बाख्रा किन्ने, तरकारी खेती गर्ने, व्यापार व्यवसाय गर्ने हो भने ब्याजबाट खाने आउने भयो भने त्यो पैसा चोखो हुन्छ अनि हामीलाई तिर्न पनि सजिलो हुन्छ। तपाईँहरू 1 वर्ष 1.5 वर्ष कति भयो सदस्य बनेको। अब योभन्दा पछि उन त सिकाउने गरी उन त ठाउँका मान्छे यहाँ राम्रो छ भनेर हेर्न आउने गरी लाग्दिनु हुनेछ र आफ्नो कामहरू गरिदिनु हुनेछ। अघि गीत गाउन सुन्दा मलाई साह्रै खुसी लाग्यो। तपाईँहरू कति लगनशील हुनुहुन्छ, गीत पनि लगनशील गीत रहेछ, सुन्दा मलाई साह्रै खुसी लाग्यो। अझ पनि सरहरू हुनुहुन्छ कसरी सिकाउने भन्ने होला। हामी पनि यो संस्थाले के गरिराखेको छ भनेर आज आएर यहाँ अतिथि बनिसकेपछि त संस्था कहाँ रहेछ, के गरिराखेको रहेछ भनेर पनि खोजौँला। तपाईँहरूको समूहमा पनि कहिलेकाहीँ गएर हेरौँला, कति बचत गर्नुभएको छ, कति लगनी गर्नुभएको छ, कति ऋण ल्याउनु भएको छ भनेर पनि आज पनि सुन्यौँ यहाँ। त्यस्तै गरी तपाईँहरूको समूहमा पनि 1, 2, 3 भन्ने रहेछ। तपाईँहरू कति राम्रो गरेर पुरस्कार पाउनुभयो, तपाईँहरूलाई धेरै धेरै बधाई छ। राम्रो नगरे भए पुरस्कार पाउनु हुँदैन थियो होला, द्वन्द जरिवाना पाउनुहुन्थ्यो होला। राम्रै गर्नुभयो र पुरस्कार पाउनुभएको हो। र पुरस्कार दिन पनि सरहरू एकदम यो यहाँका महिलाहरूको उत्साह बढाउनको लागि पनि हो। हेर्नुहोस्, त्यो पुरस्कार आयो भने मक्ख नपर्नु होला, अझ पनि राम्रो गर्नु होला भनेर पुरस्कार पाइएको हो।
संस्थाको अब हामी अन्तिम सत्रतिर आएका छौँ। यस सभालाई सम्बोधन गरी पहिलो सत्र समापन समेत गरिदिनको लागि म यस संस्थाका उपाध्यक्ष श्री सिंहबहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्छु। यस सभाका प्रमुख अतिथिज्यू, विभिन्न ठाउँबाट पाल्नुभएका सङ्घ संस्थाका प्रतिनिधि अतिथिज्यूहरू र सम्पूर्ण शेर सदस्यज्यूहरू र कर्मचारी भाइ बहिनीहरू र हाम्रो सञ्चारकर्मी भाइ सम्पूर्णलाई म यो सहकारी संस्थाको अभिवादन तथा 19औं वार्षिक साधारण सभा मा स्वागतम तथा नमस्कार। हुन त मभन्दा बुद्धिजीवी दाजुहरूले बोलिसक्नु भएको छ सबै सम्पूर्ण कुरा। केही पनि म आफ्नो शेर सदस्यहरूलाई एउटा रिक्वेस्ट गर्दै केही कुराहरू भन्न चाहन्छु। ऋण लिनु भनेको सहकारीले त्यो ऋणबाट केही उपलब्धि गरून् भनेर ऋण दिएको हुन्छ। जस्तै कृषि सम्बन्धी, बाख्रा पालन सम्बन्धी, कुखुरा पालन सम्बन्धी विभिन्न ठाउँमा हाम्रो तराईतिर अहिले लोकल कुखुराको पनि पालन गरेका छन्। तर हामी यहाँ आएर यसो म हिजो यसो हेर्दाखेरि पारी झाप्रातिर हेर्छु, माथितिर हेर्छु, कुनै पनि ठाउँमा तरकारी खेती गरेको देखेन के। तर तरकारी खेती गर्न लागि पनि संस्थाले बहुत ठुलो चाहना गर्छ। हामीले पनि गत वर्षमा तपाईँको तरकारी खेती गर्छु भनेर विभिन्न ठाउँमा जग्गा पनि हेरेका थियौँ। तर हाम्रो चाहिँ अलिकता जग्गाको माटो चेक गर्दाखेरि त्यहाँ विफल भयो। यहाँका हाम्रो शेर सदस्यहरूले तपाईँहरू तरकारी खेती गर्नुहुन्छ भनेपछि यो सहकारीबाट सहयोग र सेवा गर्नमा एकदम हामी तत्पर छौँ। कुनै पनि पालन कृषि सम्बन्धीमा पालन गर्नुहुन्छ भनेपछि त्यसमा पनि हामी सेवा र सहयोग गर्नमा एकदम तयार छौँ। र कुनै पनि अब यो शिक्षाहरू भयो, कुनै अब तपाईँको जडीबुटीको सम्बन्धीमा काम गर्न चाह्यो भनेपछि त्यसमा पनि हामी यो सेवा र सहयोग दिनमा तत्पर छौँ। र हामीले कर्णाली प्रदेशमा अहिले तपाईँको एउटा स्वास्थ्यको लागि हस्पिटलको लागि एउटा चाहना गरेका छौँ। हाम्रो कर्णाली 6 नम्बर प्रदेशमा हस्पिटल त्यति राम्रो छैन। किनभनेपछि हामीलाई थाहा छ हामी सुर्खेतवासी सबै सम्पूर्ण एउटै हौँ। हामीले आफ्नो सहकारी मार्फत आफ्नो शेर सदस्यज्यूहरूलाई रिक्वेस्ट गरिरहेका छौँ। हिजोका दिनमा हामीले यो 25 जना हामी सदस्यहरूले अहिले 50,000 सदस्य पुर्याएका छौँ। हामी 25 जनाले थोरैबाट यस्तो उत्पन्न हुन्छ भने अहिले 50,000 सदस्य पुगिसकेका छौँ। तपाईँ हामी मिल्यो भनेपछि केही आफन्तभित्रमा सेयरहरू बचतहरू जम्मा गर्न सक्छौँ भनेपछि हामी यो हस्पिटल पनि तत्कालै खोल्नमा तयार छौँ। तर हामीलाई किनभनेपछि तपाईँको कर्णाली प्रदेशमा बिछटिएको प्रदेश, हामी उपचार गर्न जान्छौँ बाहिर मात्र जान्छौँ। हामीले सुर्खेतमा यो हस्पिटलको लागि केही जग्गाहरू किनेका पनि छौँ। तर हामीसँग अलिकता बजेटको पैसाको प्रब्लममा अलिक कम भएको हुनाले सम्पूर्ण ठाउँमा आफ्नो 50,000 शेर सदस्यहरूलाई रिक्वेस्ट गरिरहेका छौँ। तपाईँहरूले अलिकता शेयर बढाउनुहोस्, बचत गर्नुहोस् र केही पालन गरेमा पनि हामी पछाडि हट्दैनौँ। तपाईँहरूले शेयर र बचत गऱ्यौँ भनेपछि हामी हस्पिटल खोल्न सक्छौँ। र ब्याङ्कहरूबाट लोन लिएर चाहिँ अब खोल्दाखेरि अलिक महँगो पर्न जान्छ। र शेर सदस्यहरूबाट आफ्नो शेयर रकमहरू बढाएर हामीले हस्पिटल खोल्यो भनेपछि भोलि त्यो हस्पिटल चाहिँ तपाईँ हाम्रोकै हो। हामी शेयरधनी सम्पूर्ण 50,563 जना शेयरधनीकै हुन्छ र हामीलाई अलिक सुविधा हुन्छ। त्यसमा हामी कार्ड बनाउन सक्छौँ। त्यसमा आफ्नो शेयरहरूको कार्ड बनाएर यसरी औषधि राम्रो राम्रो खालको डक्टरहरू भयो, कुनै चिजहरूमा पनि कमी हुन दिने छैनौँ भनेर सम्पूर्ण शेर सदस्यहरूलाई रिक्वेस्ट गर्दै हिँड्छौँ। अब एउटा ऋणको बारेमा पनि सम्पूर्ण साथीहरूले भनिसक्नु भएको छ। ऋण लिनु भनेको आफ्नो लागि मात्र लिनु होला। कुनै दाजुभाइ दिदीबहिनीले मेरो लागि ऋण माग गर्नुहोस् भन्नुभयो भने कदापि नगर्नुहोस्। आफूले गर्न सक्ने क्षमता र आफूले उब्जनी गर्न सक्ने क्षमता अनुसार मात्र ऋण लिनु होला। यही रिक्वेस्ट गर्छु। आजको म यस साधारण सभालाई यहीँ समापन गर्दै धन्यवाद, नमस्कार।